म सबैलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। आज हामी एउटा विशेष कार्यक्रममा जोडिएका छौँ। त्यो विशेष कार्यक्रम आदरणीय भोलानाथ पाठकज्यूको बुवाको आज तिथिको दिन पनि परेको छ। बुवालाई सम्झने दिन, श्राद्ध तिथि गर्ने दिन पनि हो र यही दिनमा एउटा छोराले बुवाको सम्झनामा, सम्मानमा आफ्ना पिता पुर्खाहरूको इतिहासलाई लिपिबद्ध गर्नुपर्छ मैले भनेर रात दिन लागेर खोजी नीति गरेर आजभन्दा 40-45 वर्ष अगाडि दिवंगत हुनुभएका आफ्ना पिताज्यूलाई सम्झँदै आफू बाल्यकालमा रहेर पनि आफ्ना छर छिमेकी आफ्नो पिताजीलाई चिन्नुहुने महानुभावहरूलाई भेटेर मनका नाथ बालानाथ पुस्तक आज हामी सामु लिएर आउनुभएको छ। त्यो पनि आफ्नो पिताको आज तिथिको दिनमा उहाँलाई नै चढाउँदै यो पुस्तक सार्वजनिक गर्न लागिरहनु भएको छ। यो कार्यक्रममा उपस्थित पाठक सरको निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनुभएका पाठक परिवार पनि हुनुहुन्छ होला धेरैजना। यहाँहरू सबैलाई म सृजना शर्मा हार्दिक स्वागत गर्दछु। सुस्वागतम सुस्वागतम सुस्वागतम। अब धेरै कुराहरू बोलिरहन जरुरी पनि छैन, समय क्रम सँगसँगै पुस्तकका विषयमा कसरी यो पुस्तकहरू लेखियो र आज यो पुस्तकको रूपमा यो कथा आइपुग्यो भन्ने विषयमा पछिल्ला समयमा हामी यहाँ विस्तृत कुराहरू गर्नेछौँ। तर अहिले भने म सर्वप्रथम जसले आज हामीलाई यो कार्यक्रममा उपस्थित गराएको छ, जसको संयोजनबाट यो पुस्तक तयार भएको छ, जसको अग्रसरताले आज मनको नाथ बालानाथ पुस्तक आइपुगेको छ, लेखक गीतकार म भोलानाथ पाठकज्यूलाई म आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आज हामीले प्रमुख अतिथिको रूपमा वरिष्ठ नियात्रकार निबन्धकार मदन पुरस्कार विजेता एउटा निबन्धको सिङ्गो खम्बा हो, उहाँ आज हाम्रो यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्छ। आदरणीय युवराज नयाँ घरेज्यूलाई म आजको यो कार्यक्रमको प्रमुख अतिथिता ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यो पुस्तक प्रकाशन गर्नका निमित्त महत्त्वपूर्ण सहयोग गर्नुहुने व्यक्तित्व हुनुहुन्छ, जसले हरेक मान्छे नलेखिएको पुस्तक हो, हरेकका फरक फरक कथाहरू हुन्छन्, ती कथाहरूलाई लिपिबद्ध गर्नुपर्छ भनेर निरन्तर रूपमा लामो समयदेखि पुस्तक लेखन कर्ममै समर्पित भएर लागिरहनु भएको छ र यो पुस्तक प्रकाशनको क्रममा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। लेखन कुञ्जका अध्यक्ष आदरणीय कमल ढकाल सरलाई म आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर पाठक परिवारका व्यक्तित्व हुनुहुन्छ, लेखककी जेठी भाउजू हुनुहुन्छ, बालानाथकी जेठी बुहारी हुनुहुन्छ शारदा पाठकज्यू, यहाँलाई म आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर पाठक परिवारकी सुपुत्री हुनुहुन्छ, बालानाथकी ज्येष्ठ सुपुत्री हुनुहुन्छ निशा पाठकज्यू, उहाँलाई म आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध।
र अब कार्यक्रमको उद्घाटन हामी हार्दिक धन्यवाद सबैजनालाई यथास्थानमा आसन ग्रहणका लागि मैले हार्दिक निवेदन गरेँ। धन्यवाद। मनका नाथ बालनाथ लोकार्पण समारोहका कार्यक्रम सञ्चालकज्यू, आजको यस विशेष कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण हाम्रो यस निमन्त्रणालाई स्वीकारेर उपस्थित हुनुभएका यस हलमा सम्पूर्ण मेरा मान्यजन अतिथिज्यूहरूमा सर्वप्रथम म न्यानो अभिवादन टक्राउन चाहन्छु। आज यस कार्यक्रमका सभापति साथै मेरा श्रीमान बालनाथ मनका नाथ जो हुनुहुन्छ, आज 41औं वर्ष भयो भने सुन्छु म उहाँको स्वर्गारोहण भएको। उहाँको 10औं पुत्र मेरो श्रीमान भोलानाथ पाठकज्यूबाट जति सकेको, जानेको, बुझेर उहाँले यस जुन पुस्तक सम्झना र पुस्तक मेरो ससुर बुवाको बारेमा जति लेख्न सफल हुनुभयो, यसको लागि मेरो परिवार त आजको दिनमा विशेष यो दिनलाई सम्झिनै छ। तर अझ झन् म यसमा विशेष नै हुनेछु, किनकि म मेरो ससुर बुवा बित्दाखेरि मात्र 4 वर्ष पुगेर 5 वर्ष लागेको रहेछु। मेरो श्रीमान 12 पुगेर 13 वर्षको हुनुहुँदो रहेछ। 10 जना मध्येमा 10औं सन्तानको रूपमा उहाँले जुन इच्छा जायज गर्नुभयो, जुन मेहनत गर्नुभयो, मलाई लाग्छ धेरै मेहनत गर्नुभएको छ उहाँले। किनभने धेरै पछि मैले सुनेअनुसार पुस्तकमा म पढ्छु, मैले पढ्न पनि पाएकी छैन। पुस्तक लेख्दैछु भनेर अलिअलि यताउति फोन गरेको, दौडेको चाहिँ मैले सुनेको, देखेको छु। अरू खासै मेरो यसमा सपोर्ट छैन, किनभने मलाई केही पनि विषयवस्तु यसमा थाहा छैन। मेरो आमा सासूमाको बारेमा केही भन्नुपर्दाखेरि मलाई केही कुरा थाहा छ, किनभने मेरो भाग्यले म पछि आए पनि उहाँसँग केही समय बस्ने, केही समय उहाँको काखमा रमाउने मलाई सौभाग्य मिल्यो। तर मेरो ससुर बुवा जहाँ हुनुहुन्छ, आज 41औं वर्षमा हाम्रो परिवारले, मेरो श्रीमानज्यूले विशेष गरेर यो उहाँको बारेमा, मेरो परिवारको बारेमा जुन लेख्ने इच्छा लागेर उहाँ सफल हुनुभएको छ, त्यसमा विशेष गरेर मैले धेरै सुन्छु, कमल सरसँग धेरै कुरा भएको सुन्छु। धेरैजना मेरा अग्रजहरूको जुन उहाँहरूको बारेमा कलेक्सन गर्ने क्रम धेरै दौडिनु भएको छ। उहाँहरू कति सत्य कति असत्य थाहा पाएसम्म यो पुस्तकमा लेखिएको छ। यो साँच्चै भन्यो भने सन्तानको लागि यो एउटा एकदम ठुलो सम्पत्ति हो भन्छु म, किनभने मेरो छोराछोरीलाई नै हामीभन्दा 2 पुस्ता माथिको के हो कसो हो केही थाहा छैन। मलाई पनि केही थाहा छैन। मेरो ससुराको भन्दा म 5 वर्ष हुँदा बितिसक्नु भएको छ भने उहाँको बारेमा त मलाई कसले भन्छ र, होइन? त्यही भएर यो लेख्ने जुन प्रयास छ, यो सन्ततिहरूले लेख्नुपर्छ जस्तो लाग्छ। यसलाई सम्झेर यो महत्त्वपूर्ण समयमा, यो घाममा हाम्रो निमन्त्रणा हतार गरेर हामीले अलिकति पछि यो विमोचन गर्ने कि भनेर सल्लाह गरेका थियौँ। आज विशेषतः मेरो ससुर बुवाको तिथि पनि हो। आज हामी बिहानै उहाँलाई घरमा सम्झेर आज यही तिथिकै दिन गरौँ भन्ने हाम्रो सल्लाह भएर हतारमा यो कार्यक्रम तयार भयो। यहाँहरू आइदिनु भयो हृदयदेखि नै। म यहाँहरू सम्पूर्ण उपस्थित मेरा मान्यजन, आफन्तजन, परिवार र मेरो तर्फबाट, मेरो परिवार विशेष गरेर मेरो श्रीमान, मेरो परिवारको तर्फबाट यहाँलाई हृदयदेखि हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। जो लेफ्टिनेन्ट हुनुहुन्थ्यो, उहाँले समाजमा गर्नुभएको काम, सामाजिक काम, उहाँको पुर्खा
मनोहरी पाठकले पाठक बेसीमा काभ्रेमा गएर गरेको तपस्या, त्यसपछिका सन्तानहरू दशसन्तानहरू हुँदै आज भोलानाथ पाठकसम्म आउनुभएको छ। उहाँका छोराहरू हुनुहुन्छ यहाँ, सम्राट होइन, सागर र सम्राट हुनुहुन्छ। यहाँसम्म आइपुग्दाखेरि उहाँले सुनेका बुझेका यो पुस्तक लेखनको क्रममा थुप्रै व्यक्तित्वहरूसँग भेट भएको छ, थुप्रैसँग सोधपुछ भएको छ। त्यो पुस्तक लेख्ने क्रम सजिलो चाहिँ थिएन, एकदमै गाह्रो थियो। कतिपयले रेकर्डर अगाडि धेरै कुराहरू नभनिदिएको अवस्था पनि थियो, आफूले बुझेको जानेको कुरा। तैपनि उहाँले खोजी नीति गरिकन यो पुस्तकलाई यो रूप दिनुभएको छ। त्यसका निमित्त पनि हामी सबैको तर्फबाट भोलानाथ पाठक र उहाँको परिवारप्रति हार्दिक बधाई व्यक्त गर्दछौँ हामी सबैको तर्फबाट। हामी अब आदरणीय कमल ढकालज्यू, जसले यो पुस्तक प्रकाशनको जिम्मेवारी लिनुभएको थियो, लेखन कुञ्जका अध्यक्ष कमल ढकालज्यूलाई म प्रकाशकीय मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमका सभापति आदरणीय भोलानाथ पाठक सर, आदरणीय युवराज नायक सर, दिदी भाउजू, अब भोला सरले दिदीलाई दिदी भन्नु पऱ्यो, हामीले पनि भाउजू भन्छ भाउजू भन्नु पऱ्यो, बुहारी हामीले बुहारी भन्न पाइयो उहाँको कारण। त्यसपछि अरू सम्पूर्ण तपाईँहरू, मलाई त यस्तो लाग्छ मान्छेहरू पृथ्वीमा त्यसै आउँदै आउँदैन, त्यो मान्छे पृथ्वीमा आउनु नै एउटा कथा जस्तो लाग्छ। यस्तो चिज छ मान्छेहरू, गजब चिज छ त्यो मान्छे भन्ने चिज। र त्यो मान्छे भन्ने चिजले कथा नलेखिकन जाँदा एकदम नराम्रो लाग्थ्यो। तर हेर्नु त कथा त यति पछि पनि आउँदो रहेछ नि त, भोलानाथ पाठक जस्तो छोरा भयो भने धेरै पछि पनि त कथा आउँदो रहेछ त। मान्छेको कथा कति वर्षपछि, आज 41 भन्नुभयो भाउजूले, कति मिठो बोल्ने फेरि परिवारमा स्वागत भाषण गर्न धन्यवाद दिन बिर्सिन्छु। राधा म्याडम पनि कति मिठो बोल्ने, 41 वर्षपछि पनि त किताब आउँदो छ। हेर्नु त गजब हो यो। एउटा मलाई त जिन्दगी नै संयोग जस्तो लाग्छ क्या। हामी 15 मिनट पछि आउनु पनि त्यो नै एउटा संयोग होला, किनभने मेरो दिमागमा 3 मात्र बसेछ। उहाँको उहाँले भन्नुभएको छ 2 बजे, दिने दिमागमा कसरी 3 बजे बस्यो मलाई नै थाहा छैन। तर तपाईँले आएर ढकमक्क भएर हामी आउँदा राम्रै हो, त्यो भन्ने राम्रै रहेछ। यति राम्रो लाग्छ मलाई समयहरू, मान्छेहरू, पृथ्वी, यो चराचर जगतै असाध्यै राम्रो लाग्छ। त्यस कारण मलाई यो असाध्यै नै राम्रो दिन लागेको छ। छोराले एउटा बाबुप्रति गरेको एउटा स्तुत्य कार्य हेर्नु त, हामी त त्यो कार्यक्रमको एउटा संयोगमा छौँ नि त। मलाई त कहिले यो किताब देख्दा मनको नाथ मनको नाथ चाहिँ वास्तवमा भोला सर हो कि जस्तो लाग्यो। बालनाथ त बुवा हुनुभयो, तपाईँको उहाँले राखेको नाम हो यो लेखक आफैले। त्यो मनप्रति बाप्रति समर्पित हो र बालनाथ राख्नुभयो कि जस्तो लाग्छ। त्यही भएर उहाँ मनोमौजी पनि जस्तो लाग्छ, रमाइलो पनि लाग्छ मलाई। लेख्ने मान्छे त अलिक फरक पनि हुन्छ, भोला सर अलिक फरक पनि हुनुहुन्छ मान्छे। त्यस कारण माथिको लाइन भोला सरलाई, तलको नाम बालाई जस्तो लाग्यो मलाई। मनका नाम तपाईँलाई, बालनाथ बुवालाई। तपाईँले एकदमै राम्रो काम गर्नुभयो जिन्दगीमा। भोलि फर्केर हेर्दा यो राम्रो काम गरी भनेर भन्दाखेरि यो एउटा एकदमै राम्रो काम हो होइन। मान्छेले भोजहरू त विभिन्न गरे हुन्छ। भर्खरै 2टा छोराको बिहा गर्नुभयो, हामीलाई भोज खुवाउनु भयो, त्यत्रो मान्छेहरूलाई बोलाउनु भयो, नयाँ चिटिक्क परेका 2टा बुहारी आउनुभयो। त्यो एउटा अर्कै पारिवारिक माहौल राम्रो होला। तर इतिहास लेख्ने काम चाहिँ यो काम हो। त्यस कारण यो एउटा स्तुत्य कार्य गर्नुभयो। हरेक छोराले यस्तै गरे कति राम्रो हुन्थ्यो, पुर्खाको इतिहास हराउँदैन थियो। मलाई त त्यस्तो लाग्छ। किनकि मलाई कस्तो लाग्छ भने पुर्खाले चाहिँ पुस्ता बदल्छ अथवा पुस्तकले पुस्ता बदल्छ भनेर हामी हिँडिरहेछौँ। बदल्छ कसरी त? बाको कथा नातिमा सरेन भने त्यो कसरी बन्छ त? अब अहिले बालनाथ बुवाको कथा त हाम्रो सम्राटहरूले, सागरहरूले थाहा पाएन त। उनीहरूको भोलि आउने बच्चाले थाहा पाउँछ त्यो कुरो। यस्तो गजब मान्छे हुँदो रहेछ पृथ्वीमा, त्यो त मेरै हजुरबा रहेछ। त्यो झुङ्गा देखेर होइन, कथा देखेर भन्दा त्यो कति राम्रो थियो। तपाईँले एकदमै स्तुत्य कार्य गर्नुभयो। यो एउटा आज भनौँ न बितेको दिन, श्राद्धको दिन हाम्रो पूर्वीय दर्शनमा त्यो किताब निकाल्यो भने तपाईँले चार हुने हो र हामीले चार हुने हो र? त्यो किताब छापेर आउनु पऱ्यो, बन्न पऱ्यो, त्यसपछि त्यो कार्यक्रममा मान्छेहरू आइदिनु पऱ्यो। त्यो सबै संयोग तपाईँको बाको कारणले भएको हो। यो ठुलो कुरो हो। कतै बसेर बाले हिँडिरहनु भएको भए तपाईँले 40 वर्षपछि भयो भने तपाईँको बाको ठुलो आशीर्वाद प्राप्त गरेर हाम्रो तर्फबाट तपाईँलाई आशीर्वाद छ। धेरै धन्यवाद छ तपाईँलाई। मलाई यस्तो लाग्छ यति रोचक कुरा हुन्छ मान्छेको किताबमा, यति सङ्घर्षको कुरा हुन्छ। नयाँ यो किताबमा पनि छ त्यस्ता कुराहरू, गजब लाग्छ।
मलाई त जहिले पनि लाग्छ हरेक मान्छेको कथा सुन्दा हामी सृजना म्याडम हामी युवराज सरको निर्देशनमा त्यहाँ त्यत्रा किताबहरू बनाएको छौँ। तपाईँको लगभग आज 528औँ किताब होला यो। त्यो किताब निक्लिरहँदा यस्तो लाग्छ कि मान्छे कति अप्रत्याशित, कति आश्चर्यचकित, कति रोचक, कति अनौठो। बालनाथ बाबा पनि त त्यस्तै हुनुहुँदो रहेछ। त्यो त उहाँको दिमागमा थियो, हामीले पढेकै थाहा पायौँ। ओहो म बित्दैछु भनेर छोराको व्रत बन्द गर्ने कति आश्चर्यजनक कुरो हेर्नु त, कसरी थाहा हुन्छ मान्छेलाई। छक्क परेँ म त्यो पढ्दाखेरि, ओहो हो र जस्तो लाग्यो। अब एउटा मान्छेले तपाईँको सपना देखिरहन्छ त्यो देवताको, जब डोला लाग्छ त्यहाँ तपाईँको शिवलिङ्ग देखिन्छ, त्यसपछि सपना देखिन्छ छोड्छ। त्यो कति रोचक कुरा, कति अप्रत्याशित। त्यो मान्छे यहीँ हुनुहुन्छ। छक्क पऱ्यो, हो र भनेर मैले 2 चोटि सोधेको, किताबमा लेख्नु ए हो र यो कुरो होला सर हो त। विश्वासै नलाग्ने कुरा मान्छेको जीवनमा घट्छ। उहाँको जीवनमा त्यस्ता विश्वास नलाग्ने घटनाहरू धेरै छन्, त्यो किताबमा छन्। अब किताबको समीक्षा पनि नभएको हुनाले यहाँ मैले अलिअलि यो पनि भनेको। हामीले हरेक मान्छेलाई 2 प्रकारले हेर्छौँ। हेर्नुहोस्, एउटा यस्तो लाग्छ मान्छे महान ग्रन्थ हो, किन त्यस्तो यस्तो राम्रो कथा हुन्छ, यस्तो राम्रो कहानी हुन्छ। अनि अर्को लाग्छ महापुरुष हो। हेर्नुहोस् त त्यहाँ अहिले दिदी, उहाँको दिदी यहाँ बोलिरहँदा बाको बारेमा बोलिरहेको आँसु धारिरहनु भएको थियो। त्यो आँसु धरे अहिले त खुसी भएको हो। आज यो तिथिकै दिन मेरो बाको किताब किन निक्लिनु पऱ्यो होला भन्ने उहाँलाई लाग्यो होला नि त भित्रबाट। यत्रो 41 वर्ष भयो, 41 वर्षपछि मेरो बाको किताब लिएर उहाँलाई दिदीलाई साथी राखेर, भाउजूलाई साथी राखेर, दाईहरूलाई साथी राखेर, इष्टमित्रलाई साथी राखेर खतरा काम गर्नु हो तपाईँले। यो दिदी भन्छ नि, तपाईँले धेरै राम्रो काम गर्नु हो, धेरै बधाई, धेरै शुभकामना। त्यस कारण मान्छेलाई हामीलाई कस्तो लाग्छ भने एउटा महापुरुष हो, एउटा महान ग्रन्थ हो। यस्तै त सम्राट जस्ता नाति त उहाँहरूको भयो नि त, सागर जस्ता नातिहरू। त्यस कारण उनीहरूको लागि त यो त एउटा बुवा त एउटा महान ग्रन्थ हो नि त। त्यो किताब पढिरहँदा त्यो ठुलो कुरो हो नि। हामी त कस्तो भने एडमन्ड हिलारी तेन्जिङहरूको किताब पढ्ने, ओहो त्यति बेला सगरमाथा चढ्न कति गाह्रो, कसरी चढेछन् भने आफै प्रभावित हुने। बाबुआमाले छोरीहरू गाउनु कति साहस गर्नुपर्दो रहेछ। मैले पनि बच्चा भएपछि थाहा पाएँ त्यो कुरो धेरै गाह्रो हुन्छ। त्यस कारण त्यो साहसको कथा पनि यसमा छ। अर्को तपाईँको चाहिँ दुःख भनौँ न, ओहो अब्राहम लिङ्कन त 13 चुनाव हारेको, कति दुःख त्यसलाई भन्ने भन्छौँ हामी। त्योभन्दा कति दुःख रातभरि नखानु पर्दो रहेछ, नसुत्नु पर्दो रहेछ। छोरीहरू गाउँदा अहिले छोरी ठुलो भएपछि पो मजा आउँछ, तर त्यही छोरी हामी बाबुआमालाई नहेर्दा कस्तो होला। त्यस कारण त्यो महाग्रन्थ होइन बाबु भने, महापुरुष होइन। हामीलाई जन्माउने यो पृथ्वीमा धरतीमा हामीलाई जन्माइदिने मान्छे त महापुरुष पनि हो नि। त्यस कारण त्यो अब्राहम लिङ्कनको दुःखभन्दा बाउको दुःख ठुलो हुन्छ। त्यो तपाईँको तेन्जिङ नोर्गे, एडमन्ड हिलारीको साहसभन्दा त्यो बाउको दुःखको एकदमै ठुलो साहस हुन्छ। अब तपाईँलाई ओहो कस्तो दुःख गरेको छ हाम्रो के त्यागी रहेछ, हाम्रो त महात्मा गान्धी नजिकको छिमेकीको जुत्ता नलैकन हिँड्ने भन्नु होला। ओहो हो त त्यो त कुरो नि हो, फेरि नहुँदैन। तर महात्मा गान्धीको त्यागभन्दा त यो बालनाथ बुवाको त्यागले त उहाँ बन्नु भएको छ नि त। 10औं सन्तान हेर्नु त, व्रत बन्द एकैचोटि ल त नगरिकन हुँदै हुँदैन, जति गरेर गर्नुहुन्छ भने कति त्याग गर्नुपर्छ एउटा बाउले छोरीहरू हुर्काउने। यहाँ तपाईँहरू सबै बाउआमा भएको मान्छे हुनुहुन्छ, थाहा छ त्यो कारण। त्यस कारणले त्यो बाउको कथा, त्यो आमाको कथा भनेको महान ग्रन्थ हो। बाउहरू भनेको, आमाहरू भनेको हाम्रो लागि महापुरुष हो। त्यस कारण हामीले मान्छेलाई महापुरुषको रूपमा हेर्छौँ। मलाई त यस्तो लाग्छ मान्छेहरू राम जस्तो, रामायण जस्तो, कृष्ण जस्तो, गीता जस्तो, चण्डी जस्तो, दुर्गा जस्तो, बाइबल जस्तो, तपाईँको त्रिपिटक जस्तो, मुन्नुम जस्तो यस्तो लाग्छ क्या मान्छेहरू नै महान ग्रन्थ। त्यो मान्छेको कथा असाध्यै राम्रो लाग्छ। त्यस कारणले उहाँले एउटा पुण्य काम गर्नुभयो, धेरै पुण्य काम। एउटा बालनाथ बुवाको यत्रो वर्षपछि खोजी कति मान्छेलाई भेटी, टाइम दिएन होला, के गरेन होला, गज्याङ मान्छे त त्यस्तै हो। अर्कालाई कसले गर्छ हेर्नु त। म त जहिले पनि भन्छु मान्छे नभइकन मर्ने रहेछ। आजकल किताब त्यत्रो लेखेपछि लाग्यो नि त्यति हो मलाई। त्यत्रो किताबको खिसा रहेछ भनेको त्यो मान्छे भन्ने चिज पृथ्वीमा आउँछ, अलौकिक चिज हो नि त। कति घटना घट्छ हेर्नु त। एक दिनले तपाईँ बिहानदेखि बेलुकासम्म हेर्नु त, बिहान तपाईँको 6 महिना बच्चादेखि बेलुका 96 वर्ष बच्चासम्म हेरिन्छौँ हामीले। कस्तो अलौकिक चिज छ नि हामी। तर हामी त त्यसलाई मिहिन ढङ्गले हेर्न जानेको त्यो हुन्छ। त्यस कारणले मान्छे नभइकन मर्ने बेलामा यस्ता पुण्य कामले मान्छे चाहिँ मान्छे भएर पर्छ। तपाईँले धेरै राम्रो काम गर्नुभयो लेखकको रूपमा। भोलानाथ सर भोलि 10वटा किताब लेख्नु होला, तर बाटो किताब लेख्दा त्यो असाध्यै ठुलो कुरो हो। त्यो चाहिँ तपाईँको ठ्याक्कै सम्राट र सागरको भोलि नातिहरूलाई असाध्यै ठुलो काम गर्छ। यसले तपाईँको त एउटा गाइड बुकको काम गर्छ, प्रेरणा गाइड हुन्छ। कति सङ्घर्ष गरेर बाले इन्डियामा ओहो हाम्रो हजुरबा पो खतरा भन्ने मेरो लाग्ने बित्तिकै त मैले गर्नुपर्छ भन्ने हुन्छ त। फेरि मान्छेको प्रेरणाको बल भने मान्छे मात्र हो।
यति प्रेरणा हुन्छ त्यो मान्छे, तर त्यही मान्छेले दुःख दिएर मान्छे त्यति कपाल बसेर हुन्छ। त्यस कारण बहुतै ठुलो काम गर्नु भन्ने लाग्छ। म त जति बेरी बोल्न सक्छु, मान्छेहरूको कथा लेख्दा पढ्दा यसको मान्छे यस्तो मान्छे यस्तो भन्ने आउँछ त्यो टाउकोमा। त्यस कारण उहाँले गरेको कामलाई एकदमै पुण्य काम राखेको छु। अनि अर्को राइटिङ भनेको थेरापी पनि हो हेर्नुहोस्। लेख्नु भनेको सानो कुरो होइन। उहाँको दिमागमा 40 वर्षदेखि बा हिँड्नुभएको थियो नि त। उहाँ 50 वर्ष हुनुहुन्थ्यो नि, 50 वर्षदेखि बा हिँड्नुभएको थियो नि त। त्यो हिँडेको बालाई त उहाँले किताबमा लेख्नुभयो, अलिकति आनन्द पनि भयो होला। अब लेखकको भनेको हामी पछि सुनौँ होला। तर त्यसले एउटा थेरापीको काम गर्छ। तपाईँहरूले पनि लेखिदिनु भयो भने त्यो एकदम थेरापी हो। जहिले पनि भन्ने गर्छु म त, PIN पेन चाहिँ PN पेनबाट आउट हुन्छ। तपाईँको दुःख पेनबाट आउट हुन्छ। त्यस कारण त्यो एउटा थेरापीको पनि काम गर्दो हो। हामी त भनिरहेको छौँ लेखन कुन छ, लेखे कथा नलेखे पेथा। पेथा यहाँ हुन्छ थाहा नै हुँदैन कसैलाई। तपाईँले भनिदिनु भने बल्ल थाहा हुन्छ, ए यस्तो भएको चाहिँ तपाईँको जीवनमा, ओहो यस्तो पनि भएको छ भन्ने हुन्छ। त्यो कथा जस्तो पनि हुन्छ फेरि। तर हाम्रोमा लेख्ने चलन छैन हेर्नुहोस्। लेख्ने चलन नभएपछि त्यो कथा त्यसै मासेर जान्छ, कस्ता कथा हराउँछ। त्यस कारण त्यो हराउनु हुनु तपाईँहरूलाई पनि अनुरोध, भोला सरबाट सिकेर लेखिदिनु होला। त्यस्तो कस्तो अब यो एउटा वास्तवमा श्राद्धको दिन किताब निक्लिने एउटा भावुक क्षण पनि त हो नि। त्यहाँ अहिले माल्यार्पण गरियो, दियो बाल्यो होइन। कस्तो दिनमा किताब निकाल्नु हो। मेरो पनि पिताजी अलि चाँडै नै बित्नु भएको छ। मैले आफ्नो कुरा किताब लेख्नु पाएको छैन, यत्रो मान्छे किताब लेखेर यो कार्यक्रमले मलाई पनि प्रेरणा रहेछ भोला सर। त्यस कारण भोला सरको लागि एकचोटि गडगडाट पारी चाहिँ बनाउनु पर्छ। अब कति बोल्नु धेरै त बोलेर के छ र। किताब बुवाको किताब तपाईँसँग हातमा छँदैछ। यो असाध्यै सुन्दर कार्य पृथ्वीमा आएर धेरै गर्दैन अरे मान्छेले हेर्नुहोस्। मान्छे मर्ने बेला फिर दिमाग घुम्छ अरे। कतिवटा कुरा भने नि यति 2-3टा गरी भनेर मान्छे जान्छ भनेर एउटा किताब पढाएको थिएँ मैले। त्यस कारण त्यो मध्येको पुण्य काम के हो भन्दा यो एउटा पुण्य काम हो। आफ्नो साँच्ची नै हो त्यो। चराले पनि किन गुड बनाएर छ हेर्नु नि, यत्रो वर्षदेखि आफ्नो बच्चा त हल्काउन त भन्यो। अनि हामी चाहिँ हाम्रो बाउ आमाको कथा नलिकन जान्छौँ भने त त्यो त राम्रो भएन। त्यस कारण त्यो एकदमै पुण्य काम गर्नुभयो। उहाँलाई धेरै शुभकामना, धेरै बधाई, जति भने नि कम हुन्छ। वेदमा एउटा वाक्य छ, म त जहिले आजकल त्यो भन्ने गरिरहेको छु, जीवेद शरदम शतम, पश्चिम शरदम शतम, भवेमा शरदम। भोला सर, तपाईँ र तपाईँको परिवार र हामी जो यहाँ छौँ आज एउटा इतिहास लन्च भयो भर्खरै किताब। त्यो इतिहासको चाहिँ साक्षी बसिरहेको सबै मान्छेलाई मेरो के भनाइ छ भने, केही वेदको वाक्य जस्तो तपाईँ हरेक सिटमा बसेर मान्छेलाई पनि भोला सर मार्फत हाम्रो सबै मान्छेलाई के भन्न चाहन्छु भने, तपाईँ 100 वर्ष बाँच्नुहोस्, हामी हेर्न पाऊँ। तपाईँ स्वस्थ हुनुहोस्, हामी हेर्न पाऊँ। तपाईँ मस्त हुनुहोस्, हामी हेर्न पाऊँ। सहिता म्याडमलाई बल्लदेखि मैले खोज्दा बल्ल नमस्कार। उहाँलाई कति राम्रो लेख्यो। उहाँले त्यो PIN पेनबाट आउट गरेर अहिले पहिलो प्रेम लेख्नु भएको भर्खरै। म यो खोजिरहेको थिएँ तपाईँलाई म्याडम भर्खरदेखि। थ्याङ्क यू। त्यस कारण तपाईँ सबैलाई मैले भन्छु, तपाईँहरू 100 वर्ष बाँच्नुहोस्, हामी हेर्न पाऊँ। तपाईँ स्वस्थ रहनुहोस्, हामी हेर्न पाऊँ। यो एउटा इतिहासको साक्षीको दिन हो। तपाईँलाई लाग्ला यसो मनको नाथ बालनाथ भन्ने पुस्तक आयो, सिम्पल त भने के हो र। हामी बस्यौँ भोलाजीको बुवाकोमा अथवा भोला दाईको, भोला काकाको, अब के हो नाता धारा तपाईँ आउनुभयो होला। तर सानो कुरो होइन यो। तपाईँ यही समयलाई 50 वर्षपछि लिएर जानु त एकछिनै बिच नि 50 वर्ष। भोला सरलाई 50 वर्ष हुन्छ लाग्दैन। छोरा बिहे हुन्छ, म त उहाँकै बिहे गर्ने बेला जस्तै हेर्दा कहिलेकाहीँ अब छोरा बिहे गरिसक्नु त्यसो लाग्दैन नि त, एकैछिन समय जान्छ। तर त्यही समय तपाईँ 50 वर्षपछि हेर्नु भने तपाईँ यो दिनको लागि आज किंवदन्ती हो, कहानी हो, कथा हो। भोलि बाबुहरूको छोराछोरीले हेर्छन् र ए हजुरबाको किताबमा त यो मान्छेहरू छन्। त्यस कारण तपाईँ जो आउनुभयो तपाईँ दिव्य हुनुहुन्छ यहाँनिर। तपाईँहरू सबैलाई मेरो नमस्कार छ। धेरै बेर नभनौँ, धेरै भयो कि जस्तो लाग्यो। थ्याङ्क यू भेरी मच। नमस्कार। यहाँप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। पुस्तकका सन्दर्भमा र पुस्तकभित्रका कथाका सन्दर्भमा कमल सरले अघि भने जस्तै यो कथाका मुख्य पात्र नायक जो हुनुहुन्छ बालनाथ, उहाँ 12 वर्षको उमेरमा आफ्नो घर छोडेर परदेश जानुभएको थियो। हराएर उहाँ भारतमा बस्नुभयो। बाटोमा बिरामी भएर एउटा मदन, तपाईँहरूले मुना मदन सुन्नुभएको छ होला। मदनलाई जसरी बाटोमा झाडा पखाला लागेको थियो, उहाँको बुवा भोलानाथ पाठक सरको बुवा बालनाथ पाठक पनि झाडा पखाला लागेर बिच बाटोमै मरणासन्न भएर लड्नुभयो। साथीले पनि छोडेर फर्किनुभयो।
र चौतारोमा त्यसरी सुतिरहेका बालनाथलाई भेटे एकजना इन्डियनले र उनले लगेर उनका सन्तान थिए वा थिएनन् त्यो कुरा हामीलाई थाहा भएन। उनले हुर्काए, बढाए, पढाए र एक दिन उहाँले सम्झिनुभयो, हो म त घरबाट भागेर आएको छु। अनि त्यो सम्झेपछि उहाँलाई घर आउन मन लाग्यो। अब घर आउनलाई पैसा चाहियो, छैन। बाहिर बसेर उहाँले काम गर्नुभयो, पढ्नुभयो। त्यो जो मान्छेले उहाँलाई लगेर पालेको थियो उसले खोज्यो, धेरै पत्रिकाहरूमा फोटो पनि छपायो, तर उहाँको दाइ यहाँबाट फेरि खोज्न जानुभएको थियो। खोजेर उहाँलाई पछि घरमा ल्याउनु भयो। यी यावत कथाहरू छन्। उहाँ यहाँ आएर पछि विवाह गर्नुभयो दुर्गा आमासँग, अनि विवाहको प्रसङ्ग अलग्गै छ। त्यसपछि उहाँले गाउँमा गर्नुभएका सामाजिक कामहरूको कुराहरू छ। उहाँको वन जङ्गलप्रति, उहाँको कृषिप्रतिको लगाव, उहाँले आफ्ना धेरै सन्तानहरू हुनुभयो। त्यो सन्तानहरूलाई पढाउने लेखाउनेदेखि लिएर ठुलो मान्छे बनाउनु भयो। निशा दिदी यहाँ हुनुहुन्छ। उहाँ त रुद्रराज पाण्डेको घरमा बसेर पढ्नुभएको, रूपमती उपन्यासका लेखक रुद्रराज पाण्डे। उहाँ रुद्रराज पाण्डेका भाइले उहाँको फुपू बिहे गर्नुभएको थियो र त्यही घरमा बसेर उहाँले पढ्नुभयो। यसरी छोरी छोरा सबैलाई पढाउनुपर्छ भनेर पढाउने सामाजिक व्यक्तित्व पनि हुनुहुन्छ। समाजलाई शिक्षित बनाउनुपर्छ भनेर आफ्नै घरलाई मेरो घरमा पढाऊ बसाएर भनेर आफ्नै घर दिने बुवा पनि हुनुहुन्छ। विद्यालय बनाउनुपर्छ भनेर एउटा विद्यालयको भवन बनाएको, तर गाउँका मान्छेहरूले त्यो यसले आफ्नो जग्गामा बनाउन लायो भनेर त्यो घर नै भत्काइदिएको कथा पनि छ। त्यस्ता व्यक्तित्व हुनुहुन्छ बालनाथ पाठक। 40 वर्ष अगाडि दिवंगत भए पनि आज पुनः उहाँ जन्मिनु भएको छ एउटा पुस्तकको माध्यमबाट, र फेरि पनि उहाँलाई आजको दिनमा हामी सबैको तर्फबाट बालनाथ बुवाप्रति हाम्रो शब्द श्रद्धाञ्जली छ। कसैले यो पुस्तकको माथि केही छोटो कुरा राख्न चाहनुहुन्छ भने लेखकले यसो समय दिने कि भनेर भन्नुभएको छ। त्योभन्दा अगाडि म लेखकको भान्जी हुनुहुन्छ सबिना खरेल, उहाँलाई म छोटो भनाइका लागि म यहाँ आमन्त्रण गर्दछु। सर्वप्रथम म एकदमै स्टेजमा अहिलेसम्ममा सर्वप्रथम नै बोल्दैछु। अहिलेसम्म यसरी पनि मैले कुनै पनि फर्मल इभेन्टमा यसरी बोल्ने मौका मैले पाएको छैन होइन। त्यस कारणले म छोटो मन्तव्य राख्न चाहन्छु। मलाई एकदम भारी शब्दहरू त आउँदैन, तर मेरो आज मेरो हजुरबुवालाई सम्झिनलाई म मेरो हजुरआमालाई सम्झिन चाहन्छु। मेरो हजुरबुवाको नाम चाहिँ दुर्गा लक्ष्मी पाठक। अनि दुर्गा लक्ष्मी पाठकको अत्यन्तै प्यारी नातिनी म। सो हजुरबुवालाई सम्झिँदाखेरि चाहिँ मैले अप्रत्यक्ष रूपमा उहाँलाई भेट्न त पाइनँ होइन, तर मैले जति पनि सुने मेरो हजुरबुवाको मुखबाट सुने, म जहिले पनि उहाँसँगै हुन्थेँ होइन। त्यसपछि मेरो हजुरबुवाको हजुर हुनुहुन्थ्यो बालनाथ पाठक। सो हजुरको कुरा मसँग अलिअलि गर्नुहुन्थ्यो कि उहाँले। हजुरलाई यसरी पानी दिएको मन पर्थ्यो, हजुरसँग यसरी गफ गरेको राम्रो लाग्थ्यो, यो खानुहुन्थ्यो, यति जेल बस्नुहुन्थ्यो घरमा। त्यस्ता कुराहरू सुन्ने मौका मैले पाएँ हजुरआको मुखबाट होइन। सो आज म एकदमै धेरै खुसी छु होइन। मामालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले नचिनेका नजानेका मेरो हजुरबालाई चाहिँ के थियो भन्दाखेरि उहाँलाई एकदमै पुस्तक लेख्ने इच्छा थियो कि आफ्नो बाल्यकालदेखिसम्म म पछिसम्मको कुराहरूलाई समेटेर एउटा पुस्तक लेख्ने एकदमै इच्छा थियो। म धेरै सानै थिएँ होइन। त्यस कारणले गर्दा मैले उहाँले भन्न खोजेको वाक्यहरू त्यतिखेर राम्ररी बुझ्न सकिनँ, तर आज सम्झिँदा उहाँले कस्तो कुराहरू भन्नुभएको रहेछ बल्ल बुझेँ। सो म सानै मान्छे, उहाँले भनेको हजुरका 2-3 शब्द मैले लेखिराखेको छु।
अहिले पनि छ मसँग। उहाँहरूलाई म एकदम हृदयदेखि सम्झिन चाहन्छु। मेरो हजुरबा जहाँ पनि हुनुहुन्छ एकदमै हृदयदेखि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म यो स्टेजमा कुनै पनि प्रिपरेसन बिना, कुनै पनि शब्द सोधेर बिना म जसरी यहाँ प्रकट हुन सकेको छु, त्यो उहाँको रगत मेरो जिउमा भएको कारणले हो जस्तो लाग्छ मलाई। त्यस कारणले हजुरबा जहाँ हुनुहुन्छ, थ्याङ्क यू सो मच। म हजुरको प्यारी नातिनी सबिना हजुरलाई सधैँ सम्झिरहन्छु। थ्याङ्क यू। पुस्तकभित्र यहाँहरूले पढ्नुहुनेछ कथा, अघि पनि कमल सरले भन्दै हुनुहुन्थ्यो आफ्नो निधन हुन्छ, म यो संसार छोडेर जान्छु भनेर उहाँले छोराहरूको व्रत बन्द गरिदिन्छु भनेर कुरा गर्नुभयो श्रीमतीसँग। र उहाँले चाहिँ अहिले गर्नु पर्दैन, मेरो एउटा छोरा माइलो छोरा पढ्न जानुभएको थियो विदेशमा, ऊ आएपछि गर्नुपर्छ भनेर अड्डी कसिरहनु भएको थियो। त्यसै बिचमा श्रीमान श्रीमती बिचमा झगडा भयो र आमा चाहिँ काठमाडौँ आउनुभयो। त्यति बेला जेठो दाइ काठमाडौँमै भएको हुनाले यतै बस्नुभयो। तर बुवाले आमा जाने बेलामा छोराहरूको व्रत बन्द गर्नका लागि टपरी गाँसिसक्नु भएको छ, हेर्दा चामल कुटाइसक्नु भएको छ, पिठो पिसाइसक्नु भएको छ, सबै प्रबन्ध मिलाउनु भएको छ छोराहरूको व्रत बन्द गर्नका लागि। यो पनि एउटा उहाँले मृत्युको पूर्व घोषणा गर्नुभएको छ। त्यहाँ दसैँमा टिका लगाउँदाखेरि हरेकलाई भन्नुभएको छ, अर्को वर्ष त म टिका लाउँदिनँ, मेरो टिका यति हो। छोरालाई विदेशमा पढ्न पठाउँदा भन्नुभएको छ, त आउँदा त म हुँदिनँ होला। अनि खेत बेच्नु भएको छ, मेरो क्रिया गर्नका लागि पैसा चाहिन्छ, ल यो पैसा मेरो क्रिया गर्न। अनि आफ्नो क्रियाकर्मका लागि चामल पिसाउनु भयो, कुटाउनु भएको छ, पिठो पिसाउनु भएको छ, सबै प्रबन्ध मिलाएर उहाँले यो संसार छोड्नु भएको कथा पनि यो पुस्तकभित्र छ। यो कथा होइन, हामीले अरू पढेका जस्ता कथा होइन, यो एउटा वास्तविक जीवन हो बालानाथ पाठकको। यो पनि खोजीनीति गर्दै गर्दाखेरि यी कुराहरू निस्किए र यो हामीले यो कुरा पनि पुस्तकमा समेट्न भ्यायौँ। धेरै कुराहरू यो पुस्तकभित्र छन् र 40 वर्ष भनेको त समय थोरै होइन नि, धेरै कुराहरू बिर्सिसक्छन्। आज भएको कुरा भोलि हामी बिर्सेर जान्छौँ। 40 वर्षपछि पनि ती कुराहरू अहिले नै भएका हुन् कि जस्ता गरेर यसरी पुस्तकमा आउनु एकदमै ठुलो कुरा हो भन्ने लाग्छ। यसका निमित्त पनि भोला सर धन्यवादको पात्र हुनुहुन्छ। परिवारको तर्फबाट, हामी अरू आम मान्छेहरूको तर्फबाट पनि उहाँलाई यसका निमित्त पुनः पनि बधाई ज्ञापन गर्दछु। पहिलो प्रेम पुस्तकका लेखक आउनुभएको छ सरिता शैली म्याम, उहाँलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु र उहाँलाई म छोटो शुभकामनाका लागि पनि अगाडि आमन्त्रण गर्दछु। एउटा लेखकले अर्को लेखकलाई दिने शुभकामना, म सरिता शैली म्यामलाई छोटो शुभकामना मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु। नमस्कार सबैजनालाई। म अलिकति लेट पनि आएँ र अर्को कुरा, मैले किताब पढ्ने मौका त पाएको छैन, तर सरले किताब लेख्दै हुनुहुन्छ बुवाको बारेमा भन्ने चाहिँ सुनेको थिएँ। मैले पनि केही समय अगाडि आफ्नै यस्ता जीवनका अनुभवहरू बटुलेर मनबाट जसरी निस्क्यो, जस्ता शब्द निस्के, जस्ता वाक्य गठन भए, त्यसैको सङ्कलन गरेर लेखन पुञ्जबाट हाम्रो कमल सरको प्रकाशनबाट मैले पनि केही महिना अगाडि प्रकाशन गरेको हुँ र त्यही क्रममा बिचमा मैले भोला पाठक सरलाई पनि भेट्ने मौका पाएँ। त्यति धेरै लामो परिचय पनि होइन र किताबको बारेमा त मैले सुनेको मात्रै हो, यसमा के छ भन्ने नै थाहा थिएन। अहिले भर्खर यहाँ सुनेर बुवाको बारेमा लेख्नुभएको रहेछ भनेर मैले थाहा पाएँ। अब आफ्ना जन्म दिने बाबुआमालाई सम्झिँदाखेरि उहाँहरूले गर्नुभएको त्याग तपस्या, उहाँहरूले दिनुभएको योगदान सम्झिँदाखेरि पक्कै पनि भावुक भइन्छ। भर्खर उहाँको नातिनीले कसरी भावुक भएर चाहिँ बोलेर जानुभयो र उहाँले भन्नुभयो कि यो सार्वजनिक रूपमा बोल्ने बानी छैन भनेर। त्यो कस्तो भने
नेताहरूले जस्तो भाषण दिनको लागि मात्रै पहिलादेखि तयारी गर्नुपर्ने रहेछ। जुन भावना हाम्रो मनमा आउँछ त्यो प्रकट गर्नको लागि हामीले केही तयारी नै गर्नुपर्दो रहेछ। मलाई पनि बारम्बार त्यस्तै हुने गर्छ। कहिलेकाहीँ केही बोल्न केही फाइलहरू लिएर गएँ भने त्यो लेखेको कुरा त कता पुग्छ कमल सरलाई थाहा छ राम्रो होइन। त्यो लेखेको कुराहरू कता पुग्छ निस्किन्छ त के निस्किन्छ भन्दा मनमा जे रियल आफ्नो भावना छ त्यही नै निक्लिँदो रहेछ। बोल्दा बोल्दै कहिलेकाहीँ यताउता पनि भइन्छ होला। अब आजको सन्दर्भमा जाउँ, सरले यसरी चाहिँ किताब निकाल्नु भयो। आफ्नो बुवाको सम्झनामा सरसँग भेट हुँदाखेरि अलिअलि कुरा त गर्न पाएको थियो, तर धेरै कुराकानी भएको थिएन। आज बिहान मात्रै मैले थाहा पाएँ, कमल सरले मलाई पढाउनु भयो आज किताबको विमोचन छ, म्याम आउनुहोस् है भनेर। आज कहाँ हिँड्ने प्लान थिएन मेरो, तर के भने कमल सरले मलाई पठाउनुको म्यासेज अनि सरले लेख्नु भएको किताब हो जानुपर्छ भनेर म तुरुन्तै चाहिँ आइहालेँ। अब यसरी किताब निकाल्नु भयो, सम्झिनु भयो, सबै आफन्तहरू जम्मा हुनुभयो। यस्तो कार्यक्रम गरेर हामीले विमोचन गर्न पायौँ। हामीले कस्तो हुँदो रहेछ भने बुवा आमासँग हाम्रो जोडिएको सम्बन्ध सम्झना हामीसँग हुन्छ र हाम्रो परिवारका सीमित व्यक्तिहरूसँग मात्रै हुन्छ। अब बताइरहने त्यो कुरा बोलिरहनु पऱ्यो, भनिरहनु पऱ्यो। अनि तर त्यसलाई चाहिँ सबैले थाहा पाउँ, उहाँहरूबाट केही शिक्षा लिन पाउँ, केही सिक्न पाउँ, प्रेरणा पाउँ भन्नको लागि चाहिँ त्यसलाई लिपिबद्ध गर्नै पर्दो रहेछ। लिपिबद्ध गरेपछि चाहिँ के हुने भने हामीले नसोचेको व्यक्तिहरूको हातमा पनि पुग्दो रहेछ। अहिले मलाई त्यस्तो भइरहेछ कमल सर। किताबहरू हराइरहेको भनौँ कि के भनौँ, अब निकालेँ। मलाई के लागेको थियो भने 2-4जना आफ्नो चिनेकोले पढ्ने त अहिले अरू त कसले पढ्छ भनेर। तर अहिले मलाई कहाँदेखि चिनेको भन्दा पनि नचिनेको व्यक्तिहरूले फोन गरिकन कसैले खोजिकन फेरि फेसबुकमा पनि नाम र मेरो किताबको नाम अलिकति फरक छ। कहाँबाट खोजेर म्यासेज गर्नुहुन्छ, फोन गर्नुहुन्छ। रातिको 10-11 बजे पनि म्यासेज आउँछ, नचिनेको मनबाट आउँछ, यति माया आउँछ, यति प्रेरणा आउँछ भन्ने। मतलब हामीले कुनै बनाएर वा ठुला काम गरेर लेख्यो भने मात्रै मान्छेले मन पराउने भन्ने होइन रहेछ नि। हामीले मनदेखि जे स्वस्फूर्त रूपमा हाम्रो मनबाट जे निस्क्यो त्यही कुराले चाहिँ सामान्य पाठकलाई चाहिँ असाध्यै त्यो कुराले टच गर्दो रहेछ। अब हुनसक्छ साहित्यको मापदण्डमाबाट हेऱ्यो भने चाहिँ त्यो साहित्यको कति क्राइटेरिया मिट गर्ला नगर्ला त्यो आफ्नो ठाउँमा छ। तर मान्छेको भावनालाई मिट गर्न चाहिँ त्यो शब्दहरूले चाहिँ मनबाट निस्केको शब्दले सजिलै भिडियोहरू रहेछ। त्यो मेरो व्यक्तिगत अनुभव बताएँ। अब सरले लेख्नुभएको किताबको बारेमा पनि अहिले जे जति सुनिराखेको छु, मेरो हातमा किताब पढिसकेको छैन, तर त्यो सुनेकैबाट र हाम्रो एकजना नानीले अहिले भर्खर जुन किसिमको भावुक भएर आफ्नो चाहिँ अनुभवहरू बताउनु भयो, त्यसबाट उहाँले बोल्दा मेरो आँखाबाट पनि आँसु झऱ्यो। किनभने भावनालाई टच गर्दो रहेछ। व्यक्तिगत रूपमा परिचय पनि हुनुपर्दो रहेछ। अब म चाहन्छु कि सरले लेख्नुभएको किताब धेरैभन्दा धेरै व्यक्तिहरूको हातमा पुगोस्, त्यो भावनालाई मनले बुझ्ने मौका मिलोस्, प्रेरणा मिलोस्। म सरलाई चाहिँ नि अब जुन उद्देश्यले गर्नुभयो, जुन उद्देश्यले निकाल्नुभयो, उहाँको उद्देश्य पुरा होस् भन्ने शुभकामना दिँदै हार्दिक बधाई शुभकामना फेरि पनि म व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैले धैर्यतापूर्वक मेरो कुरा सुनिदिनु भयो, त्यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। सरिता शैली म्याम पनि उहाँको परिवारको मान्छे हो। कसरी परिवारको मान्छे हो भन्ठान्नु होला। सृजनात्मक लेखन प्रशिक्षण कक्षा चल्छ थापा गाउँमा। त्यो कक्षाको एक सेसनको विद्यार्थी भोलानाथ पाठक हुनुहुन्छ भने अर्को सेसनको विद्यार्थी सरिता शैली हुनुहुन्छ। यसरी सृजनात्मक लेखन प्रशिक्षण क्लासको परिवारको मान्छे सरिता शैली म्याम हुनुहुन्छ र एउटा परिवारको मान्छेले अर्को परिवारको सदस्यलाई बधाई दिन आइपुग्नुभयो। यसका निमित्त सरिता शैली म्यामलाई हामी धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। अब यहाँ उपस्थित कोही महानुभावहरूले छोटोमा 2जनासम्मको हामी शुभकामना अथवा यो पुस्तकका सन्दर्भमा अथवा यहाँहरूलाई केही भन्न मन छ भने छोटोमा यहाँहरू कसैले केही कुराहरू राख्न सक्नुहुन्छ, कृपया हात उठाउनु होला। हामी यहाँलाई समय दिन्छौँ। धन्यवाद सृजना म्याडम। बधाई छ मित्र भोला पाठकजीलाई। अनि
श्रद्धेय प्रमुख अतिथिज्यू म मदन घिमिरे अनि मञ्चमा आसीन सम्पूर्ण व्यक्तित्वहरू र सहभागी सम्पूर्ण हितैषी मित्रहरू, आज मित्र भोला पाठकजीबाट एउटा पुस्तकको विमोचनको निम्ता गर्नुभएकोमा सर्वप्रथम उहाँप्रति आभार व्यक्त गर्दछु। किताब त भर्खर पाएको छु, 2-4वटा शीर्षक हेर्दा उहाँ मित्रको लेखकीय परिष्कृत हुँदै गएको हामी महसुस गर्न सक्ने देखियो। अनि त्योभन्दा पनि भोलाजीले जुन किसिमको एउटा प्रयत्न गर्नुभएको छ त्यो असाध्यै सराहनीय छ। हरेक सन्ततिले आफ्ना पितृहरूका निम्ति केही गर्नु छ भनेदेखि यस्तै संस्मरण गरेर लेख्दै जानु उत्तम कुरा हो। म पनि यसमा धेरै प्रभावित भएको छु। मलाई यसमा प्रभावित गर्ने व्यक्तित्व हुनुहुन्छ कमलराज रेग्मीज्यू। उहाँले लेखेका धेरै जसो किताबहरू मैले पढेँ। उहाँको सबभन्दा उपयुक्त किताब आमा म र पाल्पा भन्ने छ। त्यसमा सम्पूर्ण इतिहास, राजनैतिक इतिहास, सामाजिक इतिहास र आफ्नो पारिवारिक कुराहरू पनि त्यसमा समेट्दै आफ्ना पितृहरूको बारेमा जुन वर्णन गर्नु खोज्नु भएको थियो त्यो प्रेरणा ममा पनि आउँदै जाँदा अहिले भोला भनौँ मित्रबाट आफ्नो बाबाको नाममा यो जुन किताब लेख्नु भएको छ त्यो सराहनीय हुनेछ, सबैले पढ्नुहुनेछ र भोला सरलाई उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। र हामी सधैँ मित्र छौँ, मित्रवत रहिरहनेछौँ र यताउता केही परेका कुराहरूमा पनि हामी आपसी सल्लाहहरू गर्नेछौँ र यस्ता साहित्यिक कार्यक्रमहरूमा म पनि कहिले कहिले यसो भेला हुने र भाग लिने कार्यक्रम भएको हुँदाखेरि उहाँप्रति पूर्ण वफादार रही फेरि स्वागत, बधाई र जेठो भएको नाताले आशीर्वाद दिँदै बिदा हुन्छु। धन्यवाद। हार्दिक धन्यवाद सर। हामी अर्को एउटा कसैको लिन सक्छौँ। कोही इच्छुक हुनुहुन्छ भने कृपया छोटो सम्बोधनका लागि मैले अनुरोध गरेँ। सम्भवतः अब हुनुहुन्न जस्तो लाग्छ। व्यक्तिगत रूपमा लेखकलाई यहाँहरूले बधाई, शुभकामना, सल्लाह, सुझाव अवश्य दिनुहुने नै छ। यही विश्वासका साथ मैले अब कार्यक्रमलाई अगाडि बढाउँछु। यो पुस्तकमा अघि हामीले मृत्यु अघिको पूर्व घोषणाको सन्दर्भमा केही कुराहरू पनि गरेका थियौँ। एउटा लाइन यहाँनिर छ, जम्मा 12 वर्षको भोला सर व्रतबन्धपछि जब बुवा बिरामी हुनुभयो र बिरामीपछि बुवालाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो, तर बुवा मान्नु भइरहेको थिएन। म कहीँ पनि जाँदिनँ भनिरहनु भएको थियो। तर सबैको करकापले उहाँले सबैको करकापपछि उहाँ काठमाडौँ आउनुपर्ने भयो। त्यो आउने क्रममा बुवाले एकदमै हेरिराख्नु भएको थियो भोला सरलाई। किन हेरिरहनु भएको थियो त भन्दा यो यत्रो उमेरमा म यो बुढेसकालमा जन्माएको छोरो, यो उमेरमा मैले जन्माएको छु, यसको व्रतबन्ध पनि गरिदिएँ। अब त यो अरू सबै भाइहरू क्रिया बस्दाखेरि यो अलग्गै बस्नु पर्दैन। अब यो पनि मेरो निमित्त क्रिया बस्न सक्छ भन्ने लागिरहेको थियो होला सायद बुवालाई। पाठक सरले यहाँ यिनै भावनात्मक शब्दहरू पोख्नु भएको छ। मैले त्यो पढ्दै गर्दाखेरि मलाई अलिक अप्ठ्यारो भएको थियो, लेख्दै गर्दाखेरि पनि। अर्को एउटा प्रसङ्ग पनि यहाँ जोडिएको छ। एक समय पाठक सर काठमाडौँमा डेरामा बस्नुहुन्थ्यो। आमा चाहनुहुन्थ्यो छोराको आफ्नै घर होस् र त्यहाँ बसौँ भन्ने लागिरहेको थियो। आमाकै इच्छाले भोला सरले घर बनाउनु भयो। घर राम्ररी बनिसकेको थिएन, तर आमाको स्वास्थ्यको ख्याल गर्दै, आमालाई ख्याल गर्दै छिटो छिटो त्यो घरमा सर्नुभयो। दिदी पनि क्यान्सरबाट गुज्रिरहनु भएको थियो। लगभग डक्टरले पनि अन्तिम अवस्था भनेर भनेको थियो। त्यही प्रसङ्गमा एक दिन आमा र छोरी छतमा बसेर कागतीको अचार बनाउनु भयो। अनि त्यो अचार बनाएको केही समयपछि दिदी पनि बित्नुभयो, आमा पनि बित्नुभयो। त्यो अचार खाने समय नै भएन। आज लगभग निकै कति वर्ष भयो सर? 13-14 वर्ष भइसक्यो। आज पनि त्यो फ्रिजमा कागतीको अचार उस्तै छ।
त्यो कागतीको अचार चलाउनु भएको छैन। सरले यहाँ लेख्नु भएको छ यो पुस्तकको अन्तिम तयारीमा यो कथा छुटिरहेको रहेछ। यो हामी करेक्सन गरिरहेकै क्रममा सेटिङ गरिरहेको क्रममा एक दिन सर आउनुभयो, एउटा कथा छुटेछ नि, के कथा सरले भन्नुभयो, यस्तो कथा त्यो शरीरभर यस्तो काँडा उम्रियो, त्यो कागतीको अचार आज पनि फ्रिजमा रहिरहेको छ। हेर्छु कागतीको अचार जति पनि मान्छेको आयु रहेनछ। एउटा मान्छे आफैले खिचाएको कागजको फोटो जति पनि बाँच्दैन भने हामी किन अहमता जाहेर गरिरहेका छौँ। यो पुस्तक लेखनको क्रममा पनि यस्ता घटनाहरू पनि भए कि केही कथा आउँछ कि कसैबाट भनेर धेरै मान्छेहरूलाई भेट्ने क्रममा आफूले थाहा पाएको कथा पनि भनिदिएन। अचम्म लाग्यो, यस्तो पनि हुँदो रहेछ। उनीहरूले थाहा पाएको यत्रो वर्षपछि एउटा छोराले सङ्कल्प गरेको छ म बुवाको इतिहास लेख्छु, बुवालाई पुस्तक मार्फत सम्झिन्छु, बुवा सँगसँगै हाम्रो पारिवारिक अभिलेख राख्छु भनेर लागिरहेको छ भने कसैले त्यसमा साथ दिइरहेका छैनन्। अचम्म लाग्यो, किन यसो गरिरहेका होलान्, थाहा छैन किन गरिरहेका छन्, तर उनीलाई पनि बुवाले आशीर्वाद दिइरहनु भएको होला, दिइरहनुहुनेछ, यही कामना हामी गर्दछौँ। अब म भोला सरको भाउजू हुनुहुन्छ, बालनाथ पाठकको जेठी बुहारी हुनुहुन्छ। भोलानाथ पाठकको जेठी बुहारी भर्खरै मात्र घरमा भित्रिनु भएको छ। जेठी बुहारी केही कुराहरू राख्छु भन्नुभएको छ। म उहाँको नाम के, भावना पाठकज्यूलाई म अगाडि आमन्त्रण गर्दछु। धन्यवाद उर्वशी दाजु। सम्पूर्णमा नमस्कार। यहाँ उपस्थित प्रमुख अतिथिज्यू तथा सम्पूर्ण आमन्त्रित अतिथिज्यू, मेरा दिग्गज व्यक्तित्वहरू सम्पूर्णमा पाठक परिवारको तर्फबाट हार्दिक स्वागत तथा निमन्त्रणा स्वीकार गरेर पाल्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आज यस संयोगको दिन हाम्रो हजुरबाको तिथिको दिन पनि अनि यो किताबको विमोचन पनि सबै कुरा जुरेको अवसरमा चाहिँ म मेरा केही शब्दहरू राख्न चाहन्छु। सर्वप्रथम त यस परिवारमा बुहारी बनेर भित्रिँदै गर्दाखेरि अनि कस्तो संयोग, अघि सरले पनि भन्दै हुनुहुन्थ्यो सबै कुरा संयोगमा हुन्छ भनेर। हामी बुहारी बनेर हामी दुईजना एकैचोटि भित्रिँदै गर्दा यो किताब सायद यही कारणले ढिलो पनि भयो होला, बाबाले कहिलेदेखि लेख्न सुरु गरिसकेको थियो, तर यो ढिलाइको कारणले चाहिँ हामी दुईटा पनि यो किताबमा इन्क्लुड हुन पायौँ। सर्वप्रथम त हामी चाहिँ एकदमै लक्की फिल गरेका छौँ यसको लागि। किताब हेर्दै गर्दा यस्तो धेरै गर्व लाग्छ। हाम्रो बाबाले चाहिँ आफ्नो बुवाको इतिहासलाई, आफ्नो बुवाको 40 वर्ष ब्याक स्टोरीहरू पनि अहिले हाम्रो लागि र पछि हाम्रो सन्ततिका लागि बाबाले जुन कम्पाइलेसन गर्नुभएको छ। म बिहे गरेर आउँदै गर्दा पनि सुरुमा चाहिँ अचम्म लाग्थ्यो, बाबा एकदमै अबेरसम्म ल्यापटपमा बसिराख्ने, अनि बाबा के गर्छिन्छ त भनेर सोद्धाखेरि चाहिँ बाबा बुक लेख्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ एकदमै अवेटेड बुक थियो कि कहिले आउँछ बुक चाहिँ हामीले पनि पढ्न पाउँछौँ कहिले भनेर। र फाइनली आज चाहिँ त्यो दिन आएको पनि छ। अब हामीले चाहिँ यो बुक पनि पाएको छौँ र त्यो कुराहरू पढ्दै गर्दा हामी एकदम गर्वन्वित पनि हुन्छौँ। हाम्रो पुर्खाले चाहिँ यस्तो गर्नुभएको रहेछ, यति सङ्घर्ष गर्नुभएको रहेछ र आज हामी जुन फल पाइरहेका छौँ अथवा जुन कुरा हामीसँग थियो त्यो छ अहिले, त्यो चाहिँ सबै हाम्रो हजुरबाको देन हो, हाम्रो बाबाको देन हो भनेर हामीले चाहिँ त्यो कुराहरू पढ्न र मनन गर्न पनि पाउँछौँ। अनि अर्को कुरा भन्दा चाहिँ अब बाबालाई नै धेरै धेरै धन्यवाद छ। अब यो उमेरमा बाबाले चाहिँ होइन एउटा साहस बोकेर म बुक लेख्छु भनेर एउटा डिटरमाइन गरेर चाहिँ आफूले अथक मेहनत गरेर आफ्नो एउटा ड्रिम प्रोजेक्ट नै भनौँ न बाबाको लागि, यो कुरा चाहिँ बाबाले आज बाबाको ड्रिम सफल भएको दिन पनि हो। अनि हामी सबैजनाको तर्फबाट बाबालाई चाहिँ एकदमै धेरै धेरै हृदयदेखि नै धन्यवाद छ। अनि यहाँहरू सबैजना हाम्रो परिवारको खुसीको उत्सवमा यसरी सहभागी हुन आइदिनु भएको छ। यहाँहरू सबैजनालाई पनि धेरै धेरै धन्यवाद र हृदयदेखि नै हाम्रो परिवारको तर्फबाट धन्यवाद भन्दै म आफ्नो शब्द। कस्तो राम्रो हामी बालनाथ पाठकको कुरा गर्दैछौँ, भोलानाथ पाठकमा आयो र अहिले बुहारी आएर यसरी बोल्नुभयो। यो पनि बुवा आमाको प्रताप हो, आशीर्वाद हो, प्रेम हो, सम्मान हो। बुहारीहरू, अहिलेका बुहारीहरू यति बुझ्ने भयो भने के चाहियो र भन्ने पनि लाग्छ। किनभने यो कसैलाई त किताबको मतलब हुँदैन, के किताब ह्या जस्तो हुन्छ अहिलेको
पाठकहरू एकदमै जातको पाठक भनिनँ मैले, पढ्ने पाठकहरू एकदमै कम भइसकेको अवस्था छ। त्यसमा पनि छोरा बुहारीहरू यति सकारात्मक भएर बुवाको कर्ममा साथ दिन आइराख्नु भएको छ। यो पुस्तक लेख्नु अगाडि सायद यो विवाहको कुराहरू केही सुनिएको थिएन। हामी काम गरिरहेका थियौँ। एक्कासी सरले हामीलाई विवाहको निमन्त्रणा पठाउनु भयो। ओहो, पुस्तकमा पनि जोडिने भयो। अस्ति भर्खरै पुस्तक प्रेसमा जानु अगाडि कमल सरले ठट्टा गर्दै गरेको पनि सुनेको थिएँ, बुहारीहरू जोड्नलाई रहेछ भनेर भन्दै हुनुहुन्थ्यो। आज बुहारीले पनि त्यो कुराहरू खोल्नुभयो। यो संयोग हो, यस्ता राम्रा बुहारीहरू आउनुभएको छ। बालनाथ पाठकको कर्म, दुर्गा लक्ष्मी पाठकको कर्मले बालनाथ पाठकको यो प्रताप भयो र भोलानाथ पाठकको यो प्रताप भयो र भोलानाथ पाठकहरूले गरेको कर्म, उहाँका बुवाहरूले हजुरबुवाले गरेको कर्म त्यसरी छोरामा, बुहारीमा, नातिमा, अर्को पुस्तामा सर्दै जाने हो, प्राप्त हुँदै जाने हो। यो परिवारलाई फेरि पनि बधाई छ। अब त हामी कार्यक्रमको लगभग अन्त्यमा आएका छौँ। आज हामीले निबन्धका, नियात्राका शिखर व्यक्तित्वलाई यो कार्यक्रमको प्रमुख अतिथि बनाएका छौँ। नेपालमा शङ्कर लामिछानेपछि मदन पुरस्कार पाउने व्यक्तित्व हुनुहुन्छ, जसले सृजनाका, रचनाका, लेखनका यात्रामा नयाँ लेखकहरूलाई सधैँ ऊर्जाशील गराइरहनुहुन्छ, लगाइरहनुहुन्छ, प्रोत्साहन गरिरहनुहुन्छ, पछाडिबाट ठेलिरहनुहुन्छ। यस्ता व्यक्तित्व युवराज नयाँ घरेज्यू आजको प्रमुख अतिथि हुनुहुन्छ। आदरणीय युवराज नयाँ घरे सरलाई प्रमुख अतिथिको सम्बोधनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ श्रीजी। आजको यो विशेष समारोहका अध्यक्षज्यू, लेखन कुञ्जका कुलपति भन्न मन लाग्छ मलाई त उहाँलाई, कमल ढकालज्यू। किनभने नेपाल सरकारले खास गरी त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका अन्य जे जति प्राज्ञिक उन्नयनका लागि परेका सङ्घ संस्थाले नचाहेको, ओझेल पारेको, व्यवस्था गरेको पक्षलाई उहाँले उजागर गरिरहनु भएको छ कमल ढकालले। त्यस कारणले उहाँलाई म कुलपति भन्न मन लाग्छ। र आजका लेखक उस्तै जसको बारेमा लेखिएको छ अथवा जसले लेख्नु भएको छ, एकछिन झुक्किने परिस्थिति। र आजका लेखक र समारोहमा पाल्नुभएका पाठक परिवारका आफन्त, इष्टमित्र, नातेदार, शुभेच्छकहरू, तपस्वीहरू, साधकहरू, चिन्तकहरू, यहाँहरूलाई सबैलाई मेरो हार्दिक नमस्कार छ। यो एउटा भावुक र भावनात्मक क्षण भएको कारणले गर्दा धेरै कुरा अघि नै आइसकेको सन्दर्भमा म कति बोलौँ भन्ने लागिरहेको छ। किनभने म आफै पनि स्तब्ध भएँ एउटी नानीले आफ्नो हजुरबाको सन्दर्भमा र आफ्नो हजुरबाको सन्दर्भमा अर्की नातिनी बुहारीले र नातिनीले यहाँ जुन स्वतस्फूर्त हिसाबले आफ्ना कुरा राखिदिनु भयो, म आफै स्तब्ध भएँ, भावुक भएँ, तुरुक्क रोएँ पनि। सबैभन्दा पहिला नेपाली आख्यानमा काम भइरहेको छ, कवितामा काम भइरहेको छ, नाटकमा काम भइरहेको छ, निबन्धमा काम भइरहेको छ। सँगसँगै अहिले पछिल्लो पटक लेखन कुञ्ज मार्फतबाट प्रत्येक व्यक्तिका कथाहरू, प्रत्येक समुदायका कथाहरू, प्रत्येक जात जातिका कथाहरू जसरी आइरहेका छन्, त्यही क्रममा जुन यो एउटा सुन्दर, आकर्षक, कलात्मक र हृदय तरङ्गित हुने गरी जुन यो कृति आयो, त्यसका लागि हामी सबैले हृदयदेखि नै उत्फुल्ल भएर पाठक सरलाई स्वागत गरौँ जस्तो मलाई लाग्छ। सरलाई एकपटक धेरै बधाई र शुभकामना दिन चाहन्छु। किनभने यस्ता कृतिहरू मार्फतबाट नेपाली समाजका लोक कथाहरू, लोक परम्पराहरू
इतिहासका प्रसङ्गहरू, जनजीवनका सन्दर्भहरू, प्रकृतिका सन्दर्भहरू आउँछन्। र यो किताबभित्र पनि मैले साह्रै थोरै हतारमा यो पुस्तक पल्टाएँ। कसरी पल्टाएँ भने बहिनी सिर्जनाले मलाई पठाइदिनु भयो व्हाट्सएपमा। अनि आकाशबाट चराले पृथ्वीमा हेर्दा जे जस्तो देख्छ, कतै बादलका गुच्छा मात्रै देख्छ, कतै डाँडाका थुङ्काहरू देख्छ, कतै झ्याम्म परेका रुखहरू देख्छ, कतै भज्याङहरू देख्छ, कतै चौतारीहरू मात्रै देख्छ। तर ती सबैलाई मसिनोसँग निफन नाफन पार्न झिन्किनको लागि त तल पैदल चालेर हिँड्नुपर्छ, पाइताला ख्याउनै पर्छ। त्यो अवस्था, त्यो स्थिति चाहिँ मलाई रहेन। त्यस कारणले गर्दा भोलिका दिनमा अलिक समय मिलाएर, अलिक सन्दर्भ मिलाएर, अलिक खुलेर, अलिक त्यसलाई निफन नाफन पार्नको लागि कुनै एउटा बहसको, अन्तर्विमर्शको, अलिक छलफलको कार्यक्रम राख्नुपर्छ जस्तो मैले यो किताब खराखरी हेर्दै मात्रै पनि मैले महसुस गरेको छु। त्यस कारणले प्रकाशनको जिम्मेवारी लिने कमल सर र लेखनको जिम्मेवारी लिने पाठक सर, त्यति मात्रै होइन, सम्पादनको काम गर्नुहुने, यति सुन्दर सम्पादन गरिदिनु हुने सिर्जना शर्मा बहिनीलाई पनि करजोरी अनुरोध, यसलाई छलफल, बहस, विमर्श, मीमांसाको कार्यक्रम त एउटा गर्नुपर्छ जस्तो मलाई लाग्छ। यस्ता कार्यक्रमले कृतिको अझ फराकिलो पाटो, अझ उज्यालो पाटो, यसका कमी कमजोरी सुधार्दै आउँदा दिनमा उहाँले जुन यात्रा गर्दाखेरि उहाँलाई सहज हुन्छ, त्यसका लागि पनि राम्रो हुन्छ जस्तो मैले ठानेको छु। र आज पुनः एकपटक बधाई दिन चाहन्छु। पानी त्यहाँनिर छ, यसो चाहियो मलाई त। म 1-2 मिनट बोलौँ कि कुरो टुङ्ग्याउँ? ल, यो किताब मैले किन पनि लोभ गरेँ भने किताबको एउटा च्याप्टरले मलाई अलि बढी छोयो। बुबाको कडा स्वभाव, बुबाको आनी बानीलाई लिएर एउटा च्याप्टर छ। मैले मेरो बुबालाई लिएर 2वटा रचना लेखेँ। एउटा बुबाको गोजी भन्ने निबन्ध लेखेँ, त्यो गोर्खापत्रमा धेरै अगाडि नै छापिसकेको छ। म धेरै समयपछि पहाड गएँ। आमा बितिसकेपछि घर जान मन लाग्दैन थियो, किन हो किन। धेरै वर्षपछि म घर गएँ। अनि त्यो घरमा बुवाको यो गोजी बडो सधैँ फुकेको हुन्थ्यो, मोटो हुन्थ्यो। कहिल्यै पनि उहाँले त्यो कमिज त्यसरी झुन्डाको मैले देख्ने थिइनँ। म गइसकेपछि 12-15 दिनै बसेँ, एउटा सरकारी कामको सन्दर्भमा अलिक बसेँ। त्यो पकेटमा हेरेँ मैले, त्यो विचित्र कुरा छ त्यो बुवाको गोजीमा चाहिँ। त्यहाँ गहुँ छरेको बिउ पनि रहेछ, बिउको लिस्ट पनि रहेछ। त्यहाँ बाख्रा वस्तुलाई बिउ लगाएको सन्दर्भ पनि, त्यहाँ कुन मितिमा त्यो उल्लेख रहेछ। पैनी सरसफाइ गरेको कुरो पनि त्यहाँ छ। अलैँचीमा कुन मल हालेको त्यो कुरो पनि छ। बारीमा 20-25 बुट्यान चियापत्तीका बुट्यान थिए, त्यसमा काम गर्ने कामदारलाई दिएको पैसाको हिसाब पनि छ। पनातिनीको गुन्युचोलो गरेको कुराको हरिसाब पनि त्यहाँनिर छ। हुँदा आमालाई यहाँ रानीहार बनाउँदाखेरि तिर्न नसकेको पैसाको कुरो पनि, सुनको कुरो पनि त्यहाँ छ। ठुली छोरी पर सर्दाखेरि किन अर्काको घरमा नराखिकन आफ्नै घरमा राख्नु पर्दा राखेर, जबकि अर्काको घरमा लाने चलन थियो त्यतिखेर। यी सबै कुरा देख्दाखेरि म छक्क परेँ। मैले त के सोचेँ भने त्यो बुवाको गोजी नेपालको इतिहास रहेछ, नेपाली समाजको चित्र रहेछ। आजभन्दा 50 वर्ष अगाडि, 40 वर्ष अगाडि नेपाली समाजले भोगिरहेको
संस्कृतिको इतिहास रहेछ, आर्थिक इतिहास रहेछ, सामाजिक इतिहास रहेछ, धार्मिक अभिलेख रहेछ। र पाठक सरको पिताजीको सन्दर्भमा पनि सायद त्यही सन्दर्भ हामी महसुस गर्छौँ। त्यस कारणले गर्दाखेरि उहाँले यस्तो जुन सन्दर्भ लेख्नु हो त्यो साह्रै महत्त्वपूर्ण छ। यस्ता इतिहासले हाम्रा बालुवामा लेखिएका अक्षरहरू मेटिन्छन्, ढुङ्गामा लेखिएका अक्षरहरू मेटिएर जान्छन्, काठमा लेखिएका अक्षरहरूमा त्यसै गरी नष्ट भएर जान्छन्। तर आफ्ना पिता पुर्खाको बारेमा लेखिएका यस्ता सन्दर्भहरू स्वर्ण अक्षर हुन् जो कहिल्यै नष्ट हुँदैनन्, सधैँ अजर अमर भएर रहन्छन्। र यस्तो सन्दर्भमा हामी लाग्नुपर्छ। यो पिताजीको सन्दर्भ उहाँको त्यो पढ्दा मैले मेरो पिताजीलाई सम्झेँ। अहिले उहाँ 87 वर्षको हुनुहुन्छ। मेरो पिताजी असाध्यै कडा, 10 वर्ष जति इन्डियन आर्मीमा जागिर पनि खानुभएको, सायद त्यही भएर होला त्यो इन्डियन आर्मीको शैली अहिलेसम्म उहाँसँग जिउँदो जाग्दो नै छ। म स्कुल पढ्दाखेरि राम्रै विद्यार्थी थिएँ। म भट्याएर परीक्षामा लेख्थेँ। मैले लेखेको कुरो छेउमा बसेको अर्कोले साथ दिँदो रहेछ। म तेस्रो चौथो हुने, जबकि मै पहिलो हुने विद्यार्थी। अनि घरमा गइसकेपछि मेरो पिताजी आँगनमा बसेर कुर्सीमा टक्क बसेर एउटा लामो छडी लिएर सोध्न थाल्नुहुन्थ्यो, 1 नम्बरको क्वेसनको एन्सर के लेखिस्, 2 नम्बरको के लेखिस्, 3 नम्बरको के लेखिस्। म भोलिपल्टको परीक्षाको तयारी भन्दा पनि अहिले भर्खर दिएको परीक्षा राम्रोसँग बुवालाई बताउन सकौँ भनेर कण्ठ गर्न थाल्थेँ। त्यसो गर्दाखेरि म भोलिपल्टको परीक्षामा कमजोर हुन्थेँ। मलाई के लाग्छ भने अहिले जुन तपाईँहरू सामुन्ने 2 अक्षर बोल्न सक्ने, भन्न सक्ने, भट्याउन सक्ने, केही कुरा राख्न सक्ने जुन क्षमता मेरो परीक्षा त्यही बेला भएको रहेछ। त्यही पिताजीको परीक्षाले गर्दा कमल सरले लेखन कुञ्जका साथीहरूलाई सर अनुभव सेयर गर्नु न भनेर बोलाउँदा म तेस्रो कहिले पनि भएन होला, पहिले नै भइरहे जस्तो लाग्छ मलाई। र त्यसका लागि पनि कमल सरलाई धन्यवाद दिन चाहन्छु। त्यस कारणले हाम्रा पिताहरूको, हाम्रा पुर्खाहरूको हामीले सन्दर्भ लेखिदियौँ भने सबैभन्दा ठुलो श्राद्ध त्यही हुन्छ, सबैभन्दा चोखो श्राद्ध त्यही हुन्छ। हामी त्यो श्राद्ध गर्ने कुरामा किन ढिलो गर्ने, त्यो श्राद्ध गर्ने कुरामा किन ढिलो गर्ने। आज तपाईँले बिहान पिताजीलाई सम्झेर जुन श्राद्ध गर्नुभयो त्यो श्राद्ध त सांस्कृतिक, धार्मिक, नैतिक, सामाजिक छँदैछ। विश्वव्यापी रूपमा गरिएको साँचो श्राद्ध चाहिँ यही पुस्तक लेखन हो जस्तो मलाई लाग्छ। उहाँलाई एकपटक फेरि शब्द श्रद्धा अर्पण गर्न चाहन्छु। र सम्झिनुभयो, खुसी लागेको छ। यही मार्फतबाट मैले आफ्नाहरू पनि सम्झिने मौका पाएँ। आज पाठक सर हामीसम्म खोलावारी उभिएर के भन्नुभयो भने लौ न म खोला पारी तर्न चाहन्छु, त्यो जगारमा अल्मलिन्छु होला, खोलोमा बग्छु होला, तपाईँ आएर मलाई खोला पारी तारिदिनुहोस् न भन्नुभयो। र कमल सर आउनुभयो, सिर्जना बहिनी आउनुभयो, सरिता म्याम आउनुभयो र म पनि यसो छेउमा उभिएर खोला तारिदिएका छौँ। हामीले भोलिको खोलो तार्न त हामी आउँदैनौँ, तपाईँ आफैले बाटो हिँड्नुपर्नेछ। हामी आशा गर्छौँ तपाईँ ठमठम हिँड्न सक्नुहुनेछ। हामी सबैले हृदय खोलेर उहाँलाई सम्मान व्यक्त गरेर उहाँलाई राम्रोसँग हिँड्न सक्नुहोस् भनेर बधाई र शुभकामना दिन हामी आज यहाँ आएका छौँ। पक्का पनि तपाईँ राम्रोसँग हिँड्नुहुनेछ र हामी आशा गर्छौँ। जिन्दगी भनेको त अवसर रहेछ। मिलिक्क चट्याङ परेको बेलामा धुलोभित्र रहेको एउटा सियो खोतल खातल पारेर त्यो चट्याङको उज्यालोमा त्यो धुलोभित्र रहेको सियो झिक्न सकियो भने त्यो अवसर काम लाग्छ। तपाईँ साँच्चै अवसर सदुपयोग गर्ने मान्छे हुनुहुँदो रहेछ। त्यही र त आज 40 वर्षपछि पिताजीलाई सम्झेर जुन यो अवसर छोपेर पुस्तक निकालिदिनु भयो, तपाईँलाई फेरि पनि एकपटक त्यो अवसरका लागि बधाई र शुभकामना दिन चाहन्छु। धेरै धेरै बधाई छ, धेरै धेरै शुभकामना छ।
मलाई के लाग्छ भने म त फेरि अलिकति बोलिरहने सक्ने मान्छे परे बोल्छु। जिन्दगी खोलो जस्तै हो, किनभने हामी सबै चेप्टा ढुङ्गा हौँ। समयले हामीलाई त्यो चेप्टो ढुङ्गोबाट गोलो बनाउँछ। हामी सबै गोलो हुने प्रयासमा छौँ, त्यही नदीले हामीलाई गोलो बनाउँछ। तपाईँ अलि चेप्टै हुनुहुन्छ, अब बिस्तारै गोलो हुनुहुन्छ। म पनि यो 24-25वटा किताब लेख्दै अलिअलि गोलो हुन खोज्दैछु, भइसकेको छैन, सिक्दैछु, अगाडि बढ्दैछु। कमल सरले यसो हरियो झन्डी देखाउनुहुन्छ, रातो झन्डी देखाउनुहुन्छ। सिर्जना बहिनीहरूले रातो झन्डी देखाउनुहुन्छ, हरियो झन्डी देखाउनुहुन्छ। यो पहिलो किताबले नै तपाईँलाई, तपाईँको लेखन, तपाईँको साधना, तपाईँको मेहनत, तपाईँको जुन समर्पण हो, झन्डै अलि गोलो पो भइसक्नुभयो कि जस्तो लाग्यो। धेरै बधाई, धेरै शुभकामना। पहिलो पुस्तक देख्दै निकै लोभलाग्दो लाग्यो मलाई। तपाईँका अरू दर्जन किताबहरू हामी लेखनमा हामी जोडिन पाऊँ, शुभकामना दिन पाऊँ, त्यो श्राद्धको मिठो अचार खान पाऊँ। धेरै धन्यवाद, नमस्कार। हार्दिक धन्यवाद वरिष्ठ निबन्धकार यात्राकार युवराज नयाँघरेज्यूलाई आजको यो कार्यक्रममा प्रमुख आतिथ्यता गरेर यो महत्त्वपूर्ण समय दिएर हामीलाई गुन्जाउनु भएको छ। यसका प्रति पनि हामी आभार व्यक्त गर्दछौँ। लेखकको तर्फबाट प्रमुख अतिथिलाई मायाको चिनो सरले नै समापन गर्नु। अब हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। अब यो कार्यक्रममा पाठक सरको हामीले यो कार्यक्रम अलि 2-3 दिन पछाडि गर्ने कि भन्ने योजना पनि गरेका थियौँ, तर फेरि सरलाई के चल्यो अथवा आज बुवाको त श्राद्ध छ, शनिबार नै गर्नुपर्छ भन्ने लाग्यो कि हिजो दिउँसो लेखन कुञ्जमा पुग्नुभयो, होइन भोलि नै गरौँ। यो एकाएक भएको कार्यक्रम हो। धेरैजनालाई भन्न सक्नु भएन होला, भ्याउनु भएन होला, धेरैजना उपस्थित हुन नसक्ने स्थिति पनि भयो होला, किनभने हिजोको आजै खबर गर्दाखेरि अथवा बिहान खबर पाउनुभयो होला यहाँहरूले। कतिपय परिवारकै मान्छेहरू हुनुहुन्छ होला, परिवारकै मान्छेहरू पनि विभिन्न कार्यक्रमहरूमा जानुभएको र भर्खर आइपुग्नु भएको भन्ने कुराहरू पनि सुनेको थिएँ। त्यस कारणले यो अपरझड भएको कार्यक्रम हुनाले त्यसमा केही कमी कमजोरीहरू भयो होलान्। कार्यक्रम व्यवस्थापनको क्रममा, कार्यक्रम संयोजनको क्रममा, कार्यक्रम सञ्चालनको क्रममा भएका यी त्रुटिहरू आगामी दिनका कार्यक्रमहरूमा सच्याइनेछ। अब यो पुस्तकका सन्दर्भमा यहाँहरूको हातमा पुस्तक परिसकेको छ। यहाँहरूले अध्ययन गरेर पाठक सरलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। हामी आगामी यो अर्को एडिसनमा हामी त्यसमा भएका केही कमी कमजोरीहरूलाई, त्रुटिहरूलाई त्यति बेलाको पुस्तक प्रकाशनमा समेट्नेछौँ, सच्याउनेछौँ। यहाँहरूलाई म त्यो अनुरोध गर्न चाहन्छु र यो कार्यक्रममा यहाँहरूले दिनुभएको यो महत्त्वपूर्ण समयका लागि हार्दिक आभार पनि व्यक्त गर्दछु। परिवारका सदस्य, लेखक सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु। यो संयोजनले आज पाठकहरूको बिचमा, यहाँहरूको बिचमा उपस्थित हुने मौका जोड्यो। यो पुस्तकमा कहीँ न कतै हामी पनि जोडिने अवसर प्राप्त गऱ्यौँ। यसका निमित्त पनि हामीलाई पनि बुवा आमाको आशीर्वाद छ भन्ने लाग्छ। त्यसकारण यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै म यो पुस्तक लेखनको सन्दर्भ, कसरी यो पुस्तक लेखन सुरुवात भयो र यो पुस्तक लेखनका क्रममा के कुराहरू बिहोर्नु पर्यो, मैले भन्दा धेरै त लेखकले बिहोर्नु भएको छ। त्यसकारणले त्यो बेहोरेका कुराहरू र यो कार्यक्रममा उपस्थित यहाँहरू सबैलाई धन्यवाद ज्ञापन सहित आजको कार्यक्रम समापन पनि भोलानाथ पाठक सरले गर्नुहुनेछ। यही अनुरोध गर्दै यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्दै म सृजना यहाँबाट बिदा हुन्छु। नमस्कार। धन्यवाद। साह्रै कवि मात्रै लाग्थ्यो। कविता वाचन गर्ने उहाँको कलाको प्रशंसक हो। म पनि युट्युबहरूमा हेर्ने गर्छु। कार्यक्रम उद्घोषण मात्रै होइन, उहाँ कवयित्री हो, उहाँ वास्तवमा साहित्यकार हो। धेरै धेरै धन्यवाद यति सुन्दर कार्यक्रम सञ्चालन गरिदिनु भएकोमा। कवयित्री र यस किताबको सम्पादन गरिदिनु हुने सम्पादक पनि भन्छु हाम्रो सिर्जना शर्माज्यूलाई धेरै धेरै धन्यवाद पहिल्यै भन्न चाहे। साह्रै मिठो
मैले के बिगारेँ उहाँले सबै सबारेर मलाई प्रस्तुत गरिदिनु भएको छ। धेरै प्रशंसा पनि दिनुभएको छ। उहाँको लागि मैले सुरुमा धेरै शब्द खर्च गरेँ। उहाँलाई अझ यति शब्दले पुग्दैन, उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ। आजको यस कार्यक्रमका मेरा आदरणीय गुरु, साहित्यमा म प्रवेश गरेकै छैन भन्नुपर्छ। यो प्रवेश गर्ने त कति पछि सोध्छु होला भन्ने लाग्छ। लेख्न केही मन लागिरहने। हुन त म 3 क्लासमा पनि कविता लेख्दा फर्स्ट भएको मान्छे हो, तर कहिले पुरस्कार नपाउने मान्छेभित्र पर्छु म। र यति यो कार्यक्रममा मैले पहिलो यो किताब लेखेको यस प्रकारको यस कार्यक्रमलाई अस्तिको दिन निर्णय भयो। हामीले सुरुमै उहाँ सरले चाहिँ स्याटै चाहिँ युवराज नयाँ घरे दाइलाई बोलाउने हो भन्नु उहाँले फ्याटै। मैले पनि एकदम मलाई चाहिँ आदर गर्न मन लाग्यो। धेरै अगाडिदेखि सुनेको, पढ्दाखेरिदेखि सुनेको युवराज नयाँ घरे दाइ भनेपछि कन्ठ्या नि त हामीलाई त होइन। आखिरमा सुवेदी त सुवेदी हो जस्तो लाग्छ मलाई उहाँ होइन। पूर्वको मान्छे यति मिठासपूर्ण हुनुहुन्छ। धेरै मलाई आशिक पनि दिनुभएको छ। सबै छ आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, उहाँलाई म आभार व्यक्त गर्न चाहन्छु। यस किताब लेखनको क्रममा वास्तवमा लेखनको मैले त्यहाँ लेखेको छु मनमा उब्जेका विषयहरूलाई। वास्तवमा यो साइन्समा के भन्छ, हाम्रो त्यो पोटेन्सियल इनर्जी भन्छ नि, त्यो इनर्जी चाहिँ डम्प भएर गएको इनर्सियालाई चाहिँ जागृत गरिदिनु हुने। उहाँको त्यो लेखन कुञ्जमा गएपछि नै उहाँको थाहा हुन्छ हरेक व्यक्ति एउटा इतिहास हो भनेर लेख्नु भएको छ। हरेक लेखे कथा नलेखे व्यथा। हुन पनि मैले व्यथा नै बोकिराखेको थिएँ। यो किताब लेखेपछि मलाई हलम भएको छ। यसलाई किताब बनाइदिने आदरणीय मित्र भनेर लेखेको छु। मेरो गुरु नै भने मैले यो किताब लेखनको क्रममा आदरणीय कमल ढकाल सर आजको यस कार्यक्रममा उपस्थित भइदिनु भयो कि कवि सरिता शैली, उहाँसँग सानो चिन्जान भयो तर मिठासपूर्ण कवियत्री, किताब पनि लेख्नु भएको छ। उहाँलाई त्यसै गरी सम्बोधन गरेँ। अनि आजको यस कार्यक्रममा वास्तवमा मैले दिदी र भाउजूलाई मैले सिनियर अग्रभागमा राखेँ। अरू सबै मेरा परिवारका अग्रज हुनुहुन्छ, उहाँहरू सबैलाई अग्रज ठाउँमै राख्ने कुरा हो। तर पनि मैले सिम्बोलिक रूपमा भाउजू, मेरो परिवारमा दाजुको निधन भइसक्यो, भाउजू हुनुहुन्छ। भाउजूसँग यस पुस्तकमा केही उहाँले ससुरा बुवाको बारेमा, आमाको बारेमा उहाँले आफ्नो रायहरू राख्नु भएको छ, विचार राख्नु भएको छ। यस कार्यक्रममा अलि सन्चो पनि थिएन, बस्न इच्छा गरेरै बस्नु भएको छ। आदरणीय मेरो जेठो भाउजू शारदा पाठक, दिदी निशा पाठक, आमा बुवाको कुरा गरेपछि हरक्षण रोनुहुन्छ। राम्रो काम गरिस् भन्नुहुन्छ, मलाई इन्करेज गर्नुहुन्छ। आदरणीय दिदी निशा पाठक, हामी चाहिँ घरमा ईश्वरी भन्छौँ। बुवाले 4 जना दिदीहरूको नाम ईश्वरी, भवानी, नारायणी, हरि भनेर यसरी राखेको हो। पछि पढ्ने क्रममा चेन्ज भएर अलिअलि केही भएको छ। एकजना भवानी दिदी, माइली दिदीको चाहिँ भवानी नै रह्यो, अरूको परिवर्तन भयो। धेरैले गाउँमा यसै पुरानै नामले चिन्नुहुन्छ। नारायणी दिदी पनि यहाँ हुनुहुन्छ, मीरा दिदी, सबै परिवारजन, दाजुहरू सबैजना उपस्थित हुन सक्नु भएको छैन। यो किताब लेखनको क्रममा मैले सम्झनै पर्ने भवानी तिमल सिन्हा सर आज यहाँ हुनुहुन्न, आउँछु भन्नुभएको थियो। बिहान मात्रै मेरो हृदयको यो हार्ट सम्बन्धी प्रब्लम थियो, आउन सकिनँ भन्नुभयो। उहाँ उपस्थित हुने कुरा थियो, उहाँ आउन सक्नु भएन। नाति तर हाम्रो चाहिँ पुर्खेनी हिसाबले नाति अझ पनाति परे पनि किताबमा सानो आफ्नो मन्तव्य राखेका छन्। रमेश गाउँदेखि हजुर बुवाको किताबमा त म जसरी नै आउँछु, उनी पनि बिचरा हार्टमा प्रब्लमै थियो, मेरो उपचार गर्नुपर्छ भन्ने सम्झँदा सम्झँदै आछन् नाति रमेश। त्यस पछाडि यस कार्यक्रममा मैले परिवारजन त सम्झिनु नै पर्छ। सबै भाइ भतिजाहरू आउनु भएको छ, भान्जीहरू आउनु भएको छ, भान्जी बुहारीहरू आउनु भएको छ। त्योभन्दा बढी मलाई यस सहकारी संस्थामा म पनि जोडिएको छु। यो सहकारी संस्थाको म परिवारभित्रै सधैँ लाग्छ मलाई। मेरो परिवारका सञ्चालकहरू हुनुहुन्छ, यस संस्थाका सञ्चालकज्यूहरू हुनुहुन्छ। म परिवारै भन्न चाहन्छु मेरो परिवारका यस संस्थाका सबै सञ्चालकज्यूहरू। नाताले अब भतिज पर्नुपर्ने, तर चाहिँ डाक्टर हाम्रो जयकृष्ण पाठक हुनुहुन्छ, उहाँको मिसेस पनि मैले देखाएको थिएँ।
होइन कता हुनुहुन्छ ए हुनुहुन्छ उहाँ पनि कवयत्री उहाँले छोरीको सम्झनामा लेख्नु भएको छ मैले पुरै किताब पढेको छु यति मार्मिक लागेको छ उहाँ पनि एउटा कवयत्री उहाँको लागि पनि उहाँलाई धेरै धेरै एकचोटि ताली पेट दिनुपर्छ जयकृष्ण पाठक पनि यहाँ यसरी उमेरको हिसाबले जे भए पनि उहाँ आउनु भएको छ आमाको 100 वर्षको उसमा म गएको थिएँ हाम्रो पाठक परिवारको उहाँहरू सबै यहाँ उपस्थित भएर मलाई हौसला बढाइदिनु भएको छ मेरो बुवाको ठुली आमापट्टिको नाति पनि हुनुहुन्छ सानी आमापट्टिको यता चाहिँ नि राधाको माइतीपट्टिको पनि हुनुहुन्छ हुँदै गरेर हामी अहिले अघि बुहारीले पनि भनिन् त्यो जुरेको कुरा हो कि के हो होइन बुहारीहरूको नाम त्यहाँ उल्लेख गर्न पाइयो त्यहाँ सन्धि सम्धिनाको नाम उल्लेख गर्न नपाए नि आज यो हाम्रो मेरो पुस्तकको चाहिँ विमोचन कार्यक्रममा मैले आफ्ना सन्धिहरूलाई पनि यहीँ भेट्न पाएको छु त्यसको लागि पनि उहाँहरूलाई पनि विशेष आभार र सम्झना चाहेँ र मित्र हुनुहुन्छ देवराज ढकाल सर हुनुहुन्छ मैले सबैको पर्सनल नाम भन्दा लामो समय हुन्छ यी सबैजना मेरो संस्थाका कर्मचारी भाइहरू हुनुहुन्छ मित्रहरू हुनुहुन्छ मसँगै त 10औं वर्ष हामीसँगै घरमा बसेको शिव दाई हुनुहुन्छ गोपाल दाई मैले सञ्चालक भने समेटेँ अघि नै समेटेँ सबैजना हुनुहुन्छ नाम छुट्यो भने यहाँहरूले चाहिँ मलाई क्षमा गरिदिनु हुनेछ दीपक रिजाल सर हुनुहुन्छ यहाँ मेरो अङ्कल राधाको अङ्कल यी सबै हुनुहुन्छ मामाहरू हुनुहुन्छ सबैजनाको बिचमा आज मैले यो मेरो सानो प्रयास भन्छु प्रयास लेखेर यसलाई चाहिँ हजुरहरू माझ राख्ने यो आज जमर्को लागि पनि हाम्रो कमल सर नै मेरो सबै पात्र उहाँ नै हो उहाँले नै यो सहयोग गरिदिनु भयो मैले चाहिँ यसो बाँडिदिउँ कि भन्ने पनि सोचेको थिएँ लेख्यो अब यति सानो कुरा गरेको कुरा के यसरी गर्नु भनेर भनेको ल तपाईँले यत्रो काम गर्नु भएको छ सानो भयो भने कार्यक्रम त गर्नुपर्छ सर भनेर मलाई इन्करेज गरिदिनु भयो त्यस कारण पनि यो कार्यक्रम भएको छ त्यसको लागि अब यी सबै कुराहरू छन् र मेरो घरमा मलाई किताब लेखनको क्रममा मलाई सहयोग गर्ने त भइहाल्यो मलाई हरेक क्षण अघि भने के लेख्दै गर्छ भन्दाखेरि चिया पकाइदिनु पऱ्यो होला कति केही पानी दिनु पऱ्यो होला मेरो अर्धाङ्गिनी श्रीमती राधा कडेरियादेखि छोराहरू 2टा सागर सम्राट भावना र समृद्धि सबैले केही न केही यसमा मलाई इन्करेज गरेका छ सबैजना उपस्थित भएर मलाई हौसला प्रदान गरिदिनु भएकोमा चाहिँ म एकदमै भावुक भएको छु किताब लेखनको क्रममा त म धेरै रोएँ साँच्चै भन्दाखेरि धेरै रोएँ कतिपय लेख्दै कलम छोडेर पनि बसेँ अनि बाहिर हावामा गएर एकछिन बसेँ बाहिर खुल्ला मैदानमा पुरानो कुराहरू सम्झेपछि स्वाभाविक हो हजुरहरूलाई पनि त्यस्तो हुन्छ होला मलाई लाग्थ्यो कहिलेकाहीँ चाहिँ संसारको सबभन्दा दुःखी मान्छे म हो कि जस्तो म कलेज पढ्दाखेरि त्यस्तो लाग्ने गर्थ्यो तर मैले बिचमा के सुने भने मभन्दा धेरै साथीहरूको यसो आफूले केही कुरामा त्यस्तो भयो यार यस्तो दुःख भयो त्योभन्दा पहिला उछिनेर अरूले धेरै दुःखको कुरा सुनाउँथ्यो अनि 2-4 चोटि त्यसो सुनेपछि चाहिँ यो अबदेखि चाहिँ म बन्द गर्छु संसारको सुखी मान्छे म रहेछु जस्तो लाग्यो र मैले दुःखको कुरा सुनाउन छोडेँ मैले र अहिले पनि त्यस्तै लाग्छ यो कुरा वेदना सबैकोमा हुन्छ हरेक मान्छेको इतिहास हुन्छ भन्नुभएको छ होइन हरेक मान्छेको इतिहास स्वाभाविक रूपमा हुन्छ लेखेपछि त्यसलाई चाहिँ इतिहास बन्ने रहेछ मैले बुवाको कुरा लेख्दै गर्दाखेरि सिर्जनाजी र म गयौँ कति ठाउँमा गयौँ माइक यसो राख्यो केही भन्नुहुन्छ भनेपछि केही कुरा भुसुकै बिर्सेँ याद छैन भन्ने मान्छे पनि हुनुभयो एक ठाउँमा यस्तो पनि भयो कि उहाँले म मात्रै हुनुहुन्थ्यो अनि म मात्रै हुँदाखेरि मैले गाउँको एकजना बेला भन्ने ठाउँको पाठक अलि पुरानै वृद्ध हुनुहुन्थ्यो झन्डै 90 वर्ष जति भएको उहाँकोमा गयौँ एकछिन अगाडि बालनाथ बुढा त यस्तो मान्छे हो कि दिल्ली बजारबाट चाहिँ त्यो के भन्छ विद्युत प्राधिकरण जाँदाखेरि 20 जना मान्छे त अगाडि पछाडि हुन्थ्यो त्यस्तो मान्छे त संसारमा जन्मेकै छैन भन्नुभयो सम्झना राम्रै रहेछ भनेर मैले सिर्जना म्याडमलाई ल म्याडम उहाँ सन्चै हुनुहुँदो रहेछ ठिकै हुनुहुँदो रहेछ आउनुहोस् ल अब इन्टरभ्यू एउटा लिउँ भनेर भने अब इन्टरभ्यू लिएर यसरी त्यो तेर्साएपछि पाठक नै हो उहाँ फेरि तेर्साएपछि उहाँले खै मैले के भनेको भुसुकै बिर्सेँ उहाँ त खोइ के हो पनि भन्नुभयो अब यो खालको क्या विचित्रको अनौठो अनुभूति भयो फोटोहरू कलेक्सन गर्ने अब यहाँ महत्त्वको कुरा पनि हुन्छ मेरै परिवारमा पनि त्यस्तो भयो होला परिवार महत्त्वको कुरा पछि थाहा हुने रहेछ मैले फोटो पनि कतिजनाले मागे फुट्टै दिनुभयो कतिजनालाई 20औं दिन लाग्यो कसैलाई 1 महिना लाग्यो कसैलाई 2 महिना लाग्यो कसैको राख्नै पाएन कसैलाई अनुमति मागे फेसबुक उसमा त्यो प्राप्त भएन राख्न सकिएन यी यावत कुराहरू छन् कसैको नाम समेट्न सकिएन धेरै छुटेको छ मलाई थाहा छ यो बुकमा म पछि दोस्रो एडिसनमा यसमा थप घट
राख्ने कुराहरू गर्ने नै छु। जसरी सरले एउटा मलाई चाहिँ किताब पहिलो लेख्दाखेरि उहाँ चाहिँ साहित्यमा चाहिँ केही गरिहाल्नुभयो जस्तो हो कि भनेर मलाई साह्रै प्रफुल्ल बनायो। एकदम इनर्सिया हुन्छ नि त्यो भित्रदेखि जागृत भएर आएछ त्यो कुण्डलिनी जागरण भयो भने जस्तो हजुरको चाहिँ त्यस्तो भएको छ। यो राजनयागरी सरले आज मलाई यसरी जोस दिनुभएको छ, यत्रो साहित्यकारले लेखेको राम्रो रहेछ भनिदिँदाखेरि पनि कति हौसला हुँदो रहेछ। कलम कविता सविता कहिले बस्दा बस्दै लेख्छु, एक दुईवटा गीत निकालेको, तर त्यो पुरानोको लेखेको एकदम नमजा लाग्यो, कसैले नसुन्ने हुन्थ्यो जस्तो लाग्थ्यो। अस्ति एउटा साथीले चाहिँ नि त्यो 4 महिना अगाडि पुरानो लेखेको चाहिँ मनै लागेन, त्यो यौवनमा लेखेको कुरा गीत बनाउनु राम्रो हुँदो रहेछ यो उमेरमा जस्तो लाग्यो। अनि अहिले अस्ति चाहिँ एउटा पिकनिकमा अडिटरहरूको पिकनिकमा गएको एउटा साथीले सबै खाएको छन्, खाइरहेछन्, जिन्दगीभरि खाएर नसक्ने, पाठकजी आउनुहोस् तपाईँ र म फोटो खिचौँ भन्नुभयो। यसो गरिहाल्नुभयो, फोटो खिचौँ, अरूलाई नि बोलायो। यो अब खायो भने भोलि बिहान सिद्धिहाल्छ, फोटो खिचेर त सम्झना रहन्छ नि भनेर भन्नुभयो। यस्तो टची लाग्यो कि मलाई, मैले त्यसैलाई एउटा गीत बनाएँ, सम्झना रहन्छ खिचौँ फोटो त भनेर एउटा गीत निकालेँ होइन। अब अस्ति न्युज अवार्ड अब भनेर दिनुभयो, अब के हो कि जस्तो पनि लाग्छ। आज सरको इन्करेजमेन्टले चाहिँ केही ठुलै भइन्छ कि जस्तो लागेको छ। सरलाई धेरै धेरै धन्यवाद। मन ठुलो भयो, मलाई धेरै ठुलो हुनुपर्ने छैन, लेख्न पाइयो, त्यसमा धेरै खुसी छु म। यहाँहरू सबैको यसबाट यो किताबमा लेख्न छुटेका कुराहरू धेरै छन्। मैले मनमा लागेर उपन्यास एउटा बिचको एउटा पाठ सम्झेर चाहिँ हाम्रो कमल सरले, मैले साँच्चै त्यस्तो केही पनि होइन, सानामा म फेरि केटी मान्छे भनेपछि बोल्न पनि लाज मान्ने मान्छे। कलेज पढ्दाखेरि यतापट्टि एकजना केटीले पाठकजी यता आउनु भन्यो भने उता बाटोबाट हिँड्ने मान्छे, उहाँले त्यहाँ एउटा केटीको प्रसङ्ग जोडे, यो तपाईँको एउटा चाहिँ नि अर्कै यो लभ एफआइआर्सको अर्को प्रसङ्गलाई यसको उपन्यास लेख्नुपर्छ भन्नुभयो। त्यस्तो चाहिँ होइन है सर, मैले भनेको छु होइन। अब रमाइलो कुराहरू त धेरै छन् यो विषयसँग, तर विशेष गरी हार्ट टचिङ कुरा नै छ। बुवाको कुरा सम्झिँदाखेरि पनि बुवाले त्यो 5-6वटा विषयवस्तु छ। जसरी हजुरको चाहिँ नि मृत्यु पूर्वको घोषणा भने चाहिँ हामीले बुझ्नै रहेनछौँ। मान्छेले भनिराखेको हुन्छ, हरेक मान्छेले आफ्नो कुराहरू भनिराखेको हुन्छ, त्यो चाहिँ हामीले जान्दो रहेनछौँ। मलाई बुवाले त्यस्तै भन्नुभयो, बुवाले भनेको कुरा मैले सुन्ने अवसर पाएँ। म अलि 13 वर्षमै बुवा बितेको भर्खर लागेको थियो। बुवाले चाहिँ पहिलो भएनस्, उहाँ अहिले अब यहाँ त अनौपचारिक एकजना पाठकको छोरो फर्स्ट हुनुहुन्थ्यो सधैँ, म पनि पाठक। हाम्रो गाउँमा यस्तो थियो कि पाठक भने सेकेन्ड हुनु हुँदैन थियो। रमेशजी हुनुहुन्छ, दिनेश पनि एउटा यहाँ होइन, खोइ दिनेश पनि फर्स्ट भएको मान्छे। 4-5 वर्षमा फर्स्ट हाम्रो चाहिँ पाठकहरू नै हुन्थ्यो। एक खालको त्यस्तो खालको वातावरण थियो, पाठकै नै जित्या हो। तर म सेकेन्ड भएँ, 1 वर्ष चाहिँ थर्ड हुन्थेँ। अब ठुलै गरियो क्या अरे भनेर बुवालाई सुनाउन आएको थिएँ। बुवा सेकेन्ड भयो भनेर अगाडि भनेर त झन्डै मार्नु हो, त्यस्तो फलाना छोराले जितेर पनि त यहाँ मलाई सुनाउन आएको भनेर बुवाले झन्डै पिट्नु हो। अनि खुत्रुक्क परेर फर्केर गएँ। अर्को वर्ष चाहिँ मेरो त्यो भावुक प्रसङ्ग पनि थियो। अर्को वर्ष म फर्स्ट चाहिँ भएँ, तर बुवा हुनु भएन। त्यस कारण समय भनेको पर्खँदो रहेनछ। यो किताब लेखनको क्रममा पनि मैले सोध्नुपर्ने गाउँकै धेरै मान्छेहरू हुनुहुन्थ्यो। एकजना बडाल हुनुहुन्थ्यो, उहाँ चाहिँ बुवालाई साह्रै माया गर्ने, हाम्रो वडा अध्यक्षको बुवा हो। हाम्रो घरमा सधैँ जसो आउने मान्छे, दुध लिएर आउने, हरेकचोटि उ गर्ने। बुवा बुढो हुँदाखेरिसम्म चापाबुढी माइललाई म बुवाको विषयमा लेख्छु भनेर उहाँसँग धेरै अगाडि भनेको थिएँ। म धेरै कुरा भन्छु बाबु, हजुर आउनुहोस् न भन्नुभएको थियो। फ्याट्टै बित्नुभयो। अनि गाउँका यस्ता धेरै 8-10 जना मान्छे मैले लिस्टिङ गरेको मान्छे बित्नुभयो। मैले त्यहाँ लेखेको पनि समय भनेको कस्तो रहेछ भनेर। समय चाहिँ मैले पहिला सुनेको समयलाई बुझिनस् भन्थेँ। वास्तवमा समयलाई नबुझेको कुरा त त्यहाँ अझ प्रमाणित भयो। मैले फोटो खोजेँ, त्यो फोटो खिचौँ त भन्ने प्रसङ्ग यहाँ पनि जोडियो। मैले किताब लेख्ने क्रममा मेरो हजुरबुवाको फोटो खोजेँ, मैले आफन्तहरूबाट फोटो मागेँ। सबैले कसैले पनि राख्नु भएको रहेनछ। आफ्नो हजुरबाको फोटो कसैसँग फेला पारेन, मैले कसैले दिन सक्नु भएन। मैले जोडजाड गरेर मैले फुपूहरूको 1-2टा फोटो त्यहाँ टाँस्ने मात्रै पाएँ। एकजना हाम्रो प्रभाकरले माइलो बुवाको फोटो दिनुभयो। ठुलो बुवाको फोटो लिन्छु भन्दै थिएँ। कृतिनिधि विष्टको चाहिँ नि दाइलाई मेरो फुपू के अरे दिदी दिएको हो, मेरो ठुलो बुवाको छोरी। उहाँको चाहिँ फोटोमा खोजेको, अब कहीँ पनि पाइनँ। अनि यस्तो हुँदो रहेछ यो किताब चाहिँ किन हामी भ्यालुएबल रहेछ भने हामी वास्ता गर्दो रहेनछौँ।
यसलाई चाहिँ हामी सङ्ग्रह गर्ने कुरा गर्दो रहेनछौँ। यो चाहिँ महत्त्वपूर्ण रहेछ भन्ने मलाई, अनि यो किताब लेखन क्रममा पनि सङ्ग्रहको कुरा चाहिँ महत्त्वपूर्ण रहेछ भन्ने लाग्यो। यस्ता कुराहरू धेरै छन्। प्रसङ्गवश अब त्यो बुवाले तलदेखि माथिसम्म चाहिँ नि त्यसरी कसरी चलाउनु भयो होला जिन्दगी, खेतीदेखि विदेशमा गएर विदेशमा चाहिँ नि इन्डियाको यो स्वतन्त्रता सङ्ग्रामसम्म भाग लिएको, अनि उहाँबाट इन्डियाले बोलाएर चाहिँ नि ल यहीँ बस्न गरी आइज भनेर विद्युत प्राधिकरणमा जागिर खाएको मान्छे म नेपालमै बस्छु भनेर नजानु भएको। अब धेरै कुराहरू थाहा भएन। म अब दाइ यो प्रसङ्गमा धेरै कुराहरू केही जोड्ने मिल्यो। अघि अब भान्जी कति भावुक हुनुभयो। म आज धेरै रुन्छु कि जस्तो लागेको थियो, तर म भान्जीले रोइदिनु भयो, मैले रुनु परेन जस्तो लाग्छ। दिदीहरूले केही आँसु झार्नुभयो, त्यसमा मेरो पनि सँगसँगै गयो होला भन्ने लाग्यो। म अलिक बलियो मन गरेर आज पनि म रोएँ भने किताबको मर्दैन बच्दैन होला भन्ने लाग्छ। वास्तवमा रुने क्षणहरू त्यहाँ म आफै जुझ्छु गर्दाखेरि। अब आमालाई मैले अहिले कहाँ भेट्ने, आमासँगको हाम्रो लुकामारी। अब मैले एउटा अम्मा खाने बेलामा पनि मैले आमालाई चाहिँ सम्झिन्थेँ। पुस माघमा जनरली अम्मा हुँदैन। मैले एकचोटि खरबारीमा अम्मा भेटेँ। अब त्यो बाख्रा चराउन गएको अम्मा भेटेँ। अब अम्मा चाहिँ मैले पप खाएको भने नि त्यो जम्मा 11-9 वर्ष 10 वर्ष केटो थिएँ, खल्तीमा हालेर ल्याएँ। किचिन्छ कि भनेर 1000चोटि आमालाई खुवाउनुपर्छ भनेर बोकेर आउँथेँ। त्यो दिन आमा धेरै रुनुभयो। यो अम्मा आफै नखाएर बोकेर ल्याइस् भनेर रुनुभयो। यस्तो आमासँगको क्षण त धेरै नै छन् मसँग, जुन रोएर पनि नसकिने कुराहरू छन्। तर यो मेरो व्यक्तिगत कुराहरू प्रसङ्गमा हजुर कतिको हट टच गर्छ, कतिको गर्दैन। ती प्रसङ्ग हजुरहरूको पनि पर्सनल हुन्छ। मलाई मदन दाईले यति राम्रो शुभकामना दिनुभएको छ। उहाँले सधैँ हौसला प्रदान गर्नुहुन्छ, केही न केही कुरा राख्नुहुन्छ। यी सबै कुराहरूले मलाई चाहिँ साँच्चै नै उद्वेलित बनाएको छ। म केही गरौँ भन्ने भएको छ। अब यो किताबको बारेमा जति कुरा गरे पनि सिद्धिँदैन। यो गर्मीको क्षणमा यहाँ एसी पनि छैन। यहाँहरूले यत्रो समय यो गन्थन मन्थन, मेरो व्यक्तिगत कुरा हो नि त, गन्थन मन्थन मेरो सुनिदिनु भने सामान्य मानेको छैन। मेरो एकदम शुभचिन्तक हितैषी मात्रै होइन, मेरो परिवार मात्रै छ भन्ने बुझेको छु। जसले यति समय दिएर सुनिदिनु भयो, त्यो समयलाई आत्मसात गरिदिनु भयो। मैले भान्जा भान्जी सबैलाई यहाँ आज रोकेर राखेको छु। कोही भान्जीहरू अघि नै छटफट गरिराख्नु भएको थियो, कोही घरमा छोडेर आउनु भएको छ, फेरि पनि बस्नु भएको छ। हिजो मात्र अस्ति हामी 21 गते गर्ने कि भन्ने प्लान थियो। कमल सर 10 दिन बाहिर जाने भनेर कुरा भएपछि के गर्ने भन्दा अस्तिको दिन बेलुका चाहिँ ल अब यसो गरौँ, त्यसो भए यो आज श्राद्धकै दिन गरौँ भनेर फेरि शनिबार पनि पर्यो। भोलिबाट बुहारीहरू पनि हुँदैन, मेरो घर परिवार पनि जुड्न सक्दैन भनेर अनि मैले आज केही लागि यो फेरि जुर्नी भनेको चाहिँ यो अचम्म रहेछ। अचम्मको कुराहरू भयो। आज बुवाकै स्मरणको दिन, बुवा सायद जेठ 29 गते लाग्यो, मैले कन्फ्युजन भएको कुरा, त्रयोदशीको दिन अब बित्नु भएको हो। अब आज जेठ 29 गते नै मलाई लाग्छ बुवा बित्नु भएको होइन, जेठ 29 गते। आज चाहिँ नि हामी जेठको 13 गते छौँ, असारको 13 गते छौँ। यो मलमासले चाहिँ हामीलाई अलिकति यो पुरुषोत्तम महिनाले गर्दाखेरि सरेको हो। आज तिथि पर्न गयो बुवाको। यो एकदम शुभ दिन भनौँ। बुवाको स्मरणमै मैले यो लेखेको चिज बुवाकै तिथिकै दिन जोडिन कसरी गयो भनेर फेरि अर्को यो अनौठो मेरो लागि चाहिँ मैले चाहेर भन्दा नि घुमी फेरि 5 चोटि परिवर्तन भएर आजकै दिन जुर्यो भनेपछि यो केही न केही त संसारमा चिज छ जसले हामीलाई यसरी चाहिँ समय मिलाइदिन्छ। हामीले सोचेको समय हामीसँग छैन, उडेर जान्छ, कहाँ जान्छ। हामीसँग भएको यो हामी बोलिराखेको चिज कहाँ जान्छ, हामीले राखेको चिज मात्र धरतीमा बस्छ। म हुन त 13 वर्षदेखि नै आफूलाई आध्यात्मको चेतना भएको मान्छे भन्छु, तर कसैले मलाई अलि रिसाहा पनि भन्छन्। म रिसाहा पनि छु। म त्यति मान्छेको के अरे आज बहिर्मुखी अन्तर्मुखी हुन्छ, म चाहिँ अलि अन्तर्मुखी हो कि भन्ने पनि लाग्छ। झ्याट्टै पहिलो देख्दाखेरि यो जस्तो रिसाहा मान्छे को होला र हाँस्न पनि जान्दैन, बोल्नु पनि जान्दैन जस्तो। तर चाहिँ नि म नाचगान रमाउन पनि खुब मन पराउँछु। यहाँहरूसँग यो खुसीको क्षण आज साटेँ, यहाँहरू उपस्थित भइदिनु भयो। अन्तर्मनदेखि एकदमै आभार व्यक्त गर्छु, विशेष गरी युवराज नायक सरलाई। यो धेरै मेरो लाखौँ लाख वन्दना नमन छ र सबै उपस्थित भइदिनु भएकोमा धेरै धन्यवाद छ। र अन्तिममा फेरि पनि के जोड्छु भने यो लेखन कुञ्जले कुलपति भन्नुभयो, साँच्चै नै कुलपतिको काम गर्नुभएको छ।
मेरो पनि कुनै दिन यहाँको लागि सहयोग गर्नुपर्ने दिन, मेरो पनि कुनै कन्ट्रिब्युसन गर्नुपर्ने दिन आएछ भने यहाँले सम्झिदिनु होला। म यसको लागि धेरै नै आभारी छु। मलाई इन्करेज गरेर किताब लेखन क्रममा सहयोग गरिदिनु भयो, सधैँ माया गर्नुभएको छ। मलाई अघि माथि भन्दै हुनुहुन्थ्यो, माथिको मनका नाथ चाहिँ तपाईँ होला भनेर भन्दै हुनुहुन्थ्यो। तलको चाहिँ बुवा, माथिको चाहिँ तपाईँ भन्दै हुनुहुन्थ्यो। त्यसो होइन, वास्तवमा बुवा नै हो त्यो। बुवा चाहिँ मनको नाथ नै हुनुहुन्थ्यो। कडा देख्दाखेरि मैले बाहिर देख्दाखेरि ओखर जस्तो बुवा भनेको छु। वास्तवमा कडा देखिने तर व्यवहारमा साह्रै माया गर्ने खालको, नजिक हुन चाहने, सबैसँग घुलमिल हुने, हाँसखेल पनि गर्ने मान्छे हो बुवा। यी सबै कुराहरू मैले किताबमा लेख्छु। कम्तीमा पढेर मलाई चाहिँ केही न केही फिडब्याक दिनु होला। छुटेका कुराहरू पनि राख्न कुनै म्याटर छ भने परिवारमा म विशेष गरी जयकृष्णलाई चाहिँ उहाँलाई म डाक्टर पनि हुनुहुन्छ, लेखन शैली पनि छ उहाँको। यस्ता संयोगहरू केही छन् भने पनि उपलब्ध गराएर पछि यसलाई एडिसन अर्को बनाउनलाई सहयोग गरिदिनुहुनेछ। सबै परिवारजनले पनि सहयोग गरिदिनुहुनेछ। फोटो आदि इत्यादि छ भने सङ्ग्रह गर्नुपर्छ भन्ने लाग्छ। यहाँहरू सबैको उपस्थितको अरूको कसैलाई पनि छ भने फेरि हाम्रो कमल सरले त्यसलाई चाहिँ किताबमा परिणत गर्ने साह्रै राम्रो स्किल छ। उहाँलाई जिम्मा दिनुभयो भने नि आफ्नो थियो केही छैन भन्ने नसम्झिनु होला। सबै हिस्ट्री हुन्छ। त्यसको लागि पनि यहाँहरूलाई चाहिँ नि मैले अनुरोध गरेँ। अब अन्त्यमा मैले सिर्जना बहिनीलाई चाहिँ बहिनी नै भने मैले धेरै धेरै यो राम्रो प्रस्तुति गरिदिनु भयो। लेखन शैली केही त्रुटि भएको छ किताबमा, जस्तो अम्माको रूप हुनुपर्ने भयो, त्यो रेडियो खस्छ, अम्माको रूपबाट खसेको आँपको रूप भएछ भन्दै खसेको चाहिँ अम्माको रूपबाट हो, आँपको रूप भएछ। अनि एक दुईवटा यस्ता त्रुटिहरू भएको छ। त्यो अघिल्लो आउने एडिसनमा म सच्याउँछु। त्यति भन्दै फेरि पनि सबैमा चाहिँ आभार व्यक्त गर्दै म बिदा दिन्छु। धेरै धेरै धन्यवाद, नमन। र हामीले थोरै केही यसो प्रसाद, आज पितृको दिन प्रसादको रूपमा हामीले केही व्यवस्था गरेको छौँ। खाएर यहाँहरूले ग्रहण गरेर गइदिनु हुनेछ भन्दै सबैमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। टोकन अफ लभ म आफै प्रदान गर्छु। बहिनीले लास्टमा नाम भनेर मलाई सहयोग गरिदिनुहुन्छ। हार्दिक धन्यवाद। लेखन कुञ्जका अध्यक्ष कमल ढकाल सरलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम छ। धेरै धन्यवाद। आज यति राम्रो कार्यक्रम सञ्चालन गरेर हाम्रो कार्यक्रम सफल गरिदिनु भएको श्रीधनालाई पनि हाम्रो तर्फबाट मायाको चिनो। एकचोटि देखाइदिनु पनि होला बाबालाई, छोराहरूले हस्तान्तरण गरिदिनु होला। यो पिक्चरको बारेमा चाहिँ हामी जेनजी पऱ्यौँ नि त, अनि हामीले चाहिँ एआई युज गरेर बाबा र हजुरबाको फोटो चाहिँ क्रिएट गरेर फोटो देखाइदिनु न। पाउँछ नि नेपाली इतिहास नेपाली इतिहास
बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको